पूर्णिमाको स्वभाव साउनको झरी जस्तै कञ्चन र चञ्चल थियो। उनी आफ्ना साथीहरूसँग हँसी मजाक गर्ने, चित्र कोर्ने र जीवनलाई रङ्गीन रूपमा हेर्ने गर्थिन्। तर जब सुदन उनको जीवनमा आयो, ती सबै रङहरू बिस्तारै एउटा क्यानभासमा खुम्चिन थाले। सुदनको प्रेम आक्रामक थिएन, त्यो त मखमली थियो। उसले सुरुमै पूर्णिमालाई रोकटोक गरेन, बरु उसले पूर्णिमालाई संसारकै सबैभन्दा महत्त्वपूर्ण व्यक्ति भएको महसुस गरायो। सुदनको कुराकानीमा एउटा गजबको जादु थियो, म्याग्नेट, चुम्बक जस्तै थियो। उसले काठमाडौँका गल्लीहरू, जीवनका दर्शन र भविष्यका योजनाका बारेमा यसरी कुरा गर्थ्यो कि पूर्णिमालाई लाग्थ्यो मैले खोजेको पूर्णता यही हो। पूर्णिमा, तिमीलाई थाहा छ, तिम्रो यो हाँसोमा एउटा यस्तो पवित्रता छ जुन यो सहरका अरू केटीहरूमा छैन। सुदनले एक साँझ स्वयम्भूको डाँडाबाट सहर हेर्दै भनेको थियो। पूर्णिमालाई यस्तो कुराले मक्ख पार्थ्यो। उनलाई लाग्थ्यो सुदनले उनको आत्मालाई चिनेको छ। सुदनले बिस्तारै पूर्णिमाको सेल्फ स्टिम मतलब आत्मसम्मानलाई आफ्नो प्रशंसासँग जोडिदियो। अब पूर्णिमालाई आफू राम्री देखिन वा सही हुनको लागि सुदनको एप्रुभल चाहिने हुन थालेको थियो। सुदनले कहिलेकाहीँ ससाना कुरामा चित्त दुखाएको नाटक गर्थ्यो, जसले गर्दा पूर्णिमालाई दोषी भएको महसुस हुन्थ्यो। उनी सुदनलाई फकाउन झन् बढी प्रयत्न गर्थिन्। यो उसको नियन्त्रण गर्ने पहिलो खोड्किलो थियो। प्रेमको महिना दिन बित्दा नबित्दै सुदनले पूर्णिमाको सामाजिक सर्कलमा आफ्नो अदृश्य कैँची चलाउन सुरु गर्यो। यो प्रक्रिया यति सूक्ष्म थियो कि पूर्णिमाले यसलाई कहिले हस्तक्षेप मानिनन्। पूर्णिमाका केही पुराना साथीहरू थिए, खास गरी प्रनिस र पूर्णिमा सानैदेखिका साथी थिए। एक दिन कलेजबाट फर्किँदा प्रनिसले पूर्णिमाको काँधमा हात राखेर हाँस्दै गरेको सुदनले देख्यो। त्यो साँझ सुदनको व्यवहार पुरै बदलिएको थियो। ऊ बोलेन, उसले फोन उठाएन। जब पूर्णिमा डराउँदै उसको कोठामा पुगी, सुदनले रित्तो आँखाले झ्याल बाहिर हेर्दै भन्यो, म तिमीलाई लिएर कति सिरियस छु पूर्णिमा, तर तिमीलाई अझै पनि ती केटाहरूको सामिप्यता चाहिन्छ कि मेरो प्रेम तिम्रो लागि पर्याप्त छैन? होइन सुदन, प्रनिस त मेरो सानैदेखिको साथी हो, पूर्णिमाले सम्झाउन खोजिन्। सुदनले उसको कुरा काट्दै भन्यो, साथी? केटाहरूको नजर कस्तो हुन्छ तिमीलाई थाहा छैन? ऊ तिमीलाई कुन नजरले हेर्छ त्यो मैले बुझेको छु। तिमी निकै सोझी छौ। मलाई डर लाग्छ कसैले तिम्रो फाइदा नउठाओस्। तर ठिकै छ, यदि तिमीलाई म भन्दा उनीहरू नै महत्त्वपूर्ण लाग्छन् भने। सुदनले प्रयोग गर्ने शब्दहरू हतियार थिए। उसले पूर्णिमाको सुरक्षाको चिन्ता गरेको बहानामा उनलाई मानसिक रूपमा असुरक्षित बनाइदियो। बिस्तारै पूर्णिमाले प्रनिससँग बोल्न कम गरिन्। उनलाई लाग्यो सुदनलाई चित्त दुखाएर म किन कसैसँग बोल्नु र? आखिर सुदनले मेरो भलो नै त चाहेको हो। त्यसपछि सुदनले अरू साथीहरूको पनि खैरो खन्न थाल्यो। त्यो रिताले तिमीलाई नराम्रो प्रभाव पारिरहेकी छ। देख्यौ उसको पहिरन? तिमी उनीहरूसँग हुँदा अर्कै मान्छे जस्तो देखिन्छौ। मलाई तिम्रो त्यो रूप मन पर्दैन। पूर्णिमाको दुनियाँ बिस्तारै सुदनको कोठा, सुदनको फोन र सुदनको विचारमा मात्र सीमित हुन थाल्यो। उसले थाहै पाइनन् कि उनका रङ्गीन साथीहरू र खुल्ला आकाश हराउँदै गइरहेको थियो। अब उनको संसारमा सुदन मात्र थियो र सुदनले देखाएको धुमिल वास्तविकता मात्र। सुदनको लागि पूर्णिमालाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राख्न एउटा ठूलो तगारो थियो उनको परिवार। पूर्णिमाको आफ्नो आमा सङ्गीता र दाइ सुमितसँग निकै गाढा सम्बन्ध थियो। विशेष गरी बुवा बितेपछि आमा र छोरी एउटा मजबुत खम्बा बनेर बसेका थिए। सुदनलाई थाहा थियो जबसम्म पूर्णिमाको पछाडि उनको परिवारको साथ रहन्छ तबसम्म उनलाई मानसिक रूपमा भत्काउन गाह्रो हुन्छ। त्यसैले सुदनले अब पूर्णिमाको परिवारप्रति उसको मनमा विष भर्न सुरु गर्यो। तर यो विष उसले सिधै ओकल्दैन थियो, बरु सहानुभूति र चिन्ताको आवरणमा पस्किन्थ्यो। एक साँझ पूर्णिमा कलेजबाट अलि ढिलो घर फर्किन्। घर पुग्ने बित्तिकै आमाले सोध्नुभयो, कहाँ थिइस् यति बेलासम्म? फोन पनि लाग्दैन थियो। आमाको स्वरमा चिन्ता थियो, तर सुदनले पूर्णिमाको कानमा अर्कै कुरा भरिदिएको थियो। भोलिपल्ट भेट्दा सुदनले निकै गम्भीर भएर भन्यो, पूर्णिमा, हिजो तिम्रो आमाले तिमीलाई त्यसरी सोधपुछ गरेको मलाई पटक्कै चित्त बुझेन। तिमी अब बच्चा हो र? तिमी एउटा कलाकार हो, तिम्रो आफ्नै स्वतन्त्रता छ, तर तिम्रो परिवारले तिमीलाई अझै पनि एउटा सानो पिञ्जडाको चरी जस्तै राख्न खोज्दैछन्। पूर्णिमाले बचाउ गर्दै भनिन्, होइन सुदन, आमाले त मायाले सोध्नु भएको हो नि। सुदनले उसको हात समात्यो र आँखामा हेर्दै भन्यो, माया र कन्ट्रोल बिचको फरक बुझ पूर्णिमा। तिमीलाई लाग्छ त्यो माया हो, तर वास्तवमा उनीहरू तिमीलाई आफ्नो मुट्ठीमा राख्न चाहन्छन्।
उनीहरू चाहँदैनन् कि तिमी मसँग धेरै नजिक हौ, किनकि उनीहरूलाई लाग्छ कि तिमी स्वतन्त्र भयो भने उनीहरूको शासन चल्दैन। के तिमीलाई लाग्दैन उनीहरूले सधैँ तिम्रो निर्णयमा प्रश्न उठाउँछन्? सुदनले यस्ता कुराहरू यति पटक दोहोर्याए कि पूर्णिमालाई साँच्चै आफ्नो घर जेल जस्तो लाग्न थाल्यो। जब आमाले आज के खाइस् भनेर सोद्धा पनि पूर्णिमालाई लाग्थ्यो कि आमाले उनको जासुसी गरिरहनु भएको छ। सुदनले फेरि अर्को चाल चल्यो। उसले पूर्णिमाको दाइ सुमितको बारेमा भन्न थाल्यो। तिम्रो दाइले मलाई हेर्ने नजर तिमीले देख्यौ? उनी मलाई मन पराउँदैनन्। किन थाहा छ? किनकि म तिमीलाई तिम्रो हक र अधिकारको बारेमा सिकाउँछु। उनीहरू चाहन्छन् तिमी सधैँ उनको छत्रछायामा दबिएर बस। तिम्रो परिवारले तिमीलाई प्रेम गर्दैन पूर्णिमा। उनीहरू त तिमीलाई उपयोग मात्र गर्न चाहन्छन्। एक दिन घरमा सामान्य कुरामा विवाद भयो। सुमितले सुदनको बारेमा सोधेका थिए। त्यो केटाको बारेमा राम्ररी बुझेकी छौ नि? अलि अर्कै स्वभावको लाग्छ मलाई। पूर्णिमाले भित्रभित्रै दन्किन्। उनलाई सुदनको कुरा याद आयो। देख्यौ, उनीहरू मलाई मन पराउँदैनन्। उनले दाइलाई चर्को स्वरमा जवाफ दिइन्। तपाईँ मेरो जीवनको फैसला गर्ने को हो? तपाईँहरू मलाई सधैँ दबाएर राख्न चाहनुहुन्छ? सुदन मात्र यस्तो मान्छे हो जसले मलाई बुझ्छ र मलाई सम्मान गर्छ। आमा सङ्गीता छेउमै आएर छोरीको यो बदलिएको रूप हेरिरहनु भएको थियो। आमाका आँखामा आँसु थिए, तर पूर्णिमालाई त्यो आँसु मेलो ड्रामा जस्तै लाग्यो, किनकि सुदनले पहिले नै भनिसकेको थियो, जब तिमी आफ्नो अडान लिन्छौ उनीहरूले आँसु खसालेर तिमीलाई कमजोर बनाउने प्रयास गर्नेछन्। त्यो रात पूर्णिमाले घरमा कसैसँग बसेर खाना खाइनन्। उनले सुदनलाई मेसेज गरिन्, तिमीले ठिक भन्यौ सुदन, यहाँ मेरो कोही छैन, तिमी बाहेक मलाई कसैले बुझ्दैन। सुदनले उताबाट मुस्कुराउँदै टाइप गर्यो, म छु नि पूर्णिमा, तिम्रो आफ्नो भनेको म मात्रै हुँ, बाँकी सबै त केवल नामका मात्र हुन्। पूर्णिमाले आफ्नो रगतको साइनोलाई सुदनको झुटो सहानुभूतिसँग साटिसकेकी थिइन्। अब उनी पूर्ण रूपमा सुदनको मानसिक टापुमा एक्लै थिइन्, जहाँ सुदन बाहेक अरू कसैको प्रवेश निषेध थियो। पूर्णिमा र सुदनको सम्बन्ध अब एउटा यस्तो मोडमा पुगेको थियो जहाँ सुदनका लागि पूर्णिमा कुनै प्रेमिका होइन, बरु एउटा वस्तु बनिसकेकी थिइन्, जसलाई उसले आफ्नो इच्छा अनुसार चलाउन सक्थ्यो। पूर्णिमाले आफ्ना सबै साथीहरू गुमाइसकेकी थिइन्। परिवारसँगको सम्बन्ध एउटा औपचारिक बोलचालमा मात्र सीमित थियो। उसको सम्पूर्ण ब्रह्माण्ड सुदनको एउटा सानो कोठा र उसको मोबाइलको स्क्रिनमा कैद भइसकेको थियो। त्यो दिन शनिबार थियो। काठमाडौँको मौसम अलि गुम्सिएको थियो, भारी थियो। पूर्णिमाले धेरै समयपछि एउटा पुरानो स्केच बुक निकालेर केही कोर्न खोज्दै थिइन्। उनलाई सुदनले भेट्न बोलाएको थियो। उनी सुदनको फ्ल्याटमा पुग्दा सुदन अलि फरक मुडमा थियो। उसले रक्सी पिएको थियो, तर ऊ मातेको थिएन, बरु ऊ झन् बढी क्रूर र सजग देखिन्थ्यो। विवादको सुरुवात एउटा सानो र सामान्य कुराबाट भयो। पूर्णिमाको फोनमा कलेजको एउटा पुरानो ग्रुपबाट मेसेज आएको थियो, जसमा कसैले एउटा सामूहिक फोटो पठाएको थियो। त्यो फोटोमा पूर्णिमा प्रनिसको छेउमा उभिएर हाँसिरहेकी थिइन्। सुदनले उसको फोन थुत्यो। उसको आँखा रातो भयो। यो के हो? उसले दाँत केट्दै सोध्यो। पूर्णिमाले डराउँदै भनिन्, त्यो त 2 वर्ष पुरानो फोटो हो सुदन, कसैले ग्रुपमा सम्झना भनेर पठाएको मात्र हो। सम्झना? सुदन चिच्यायो, तिमी अझै पनि यो केटालाई सम्झिरहेकी छौ? मैले तिमीलाई योसँग नबोल्नु भनेको होइन। तिमी मेरो पीठ पछाडि यसलाई मेसेज गर्छौ। मैले मेसेज गरेको छैन सुदन, कसम, त्यो त ग्रुपमा आएको हो। पूर्णिमाका आँखाहरू रसाउन थाले। उनले सुदनको हात समात्न खोजिन्, तर सुदनले झड्काइदियो। तिमी झुट बोल्दैछौ। तिमी सबै आइमेहरू केटी जातिहरू यस्तै हौ। तिमीलाई मेरो प्रेमको कदर छैन। मैले तिम्रो लागि आफ्नो परिवार, आफ्नो समय सबै त्यागिदिए, तर तिमीलाई त्यही आवारा केटाको याद आउँछ होइन? सुदनको स्वर कोठाका भित्ताहरूमा ठोकिएर प्रतिध्वनित भइरहेको थियो। पूर्णिमा रुन थालिन्। उनी सुदनलाई शान्त पार्न चाहन्थिन्। सुदन, प्लिज मेरो कुरा सुन, म तिमीलाई मात्र माया गर्छु, मलाई अरू कसैको मतलब छैन। तर सुदनको भित्रको राक्षस जागिसकेको थियो। उसलाई पूर्णिमाको स्पष्टीकरण सुन्नु थिएन। उसलाई त केवल आफ्नो अहंकार सन्तुष्ट पार्नु थियो। अचानक बिना कुनै पूर्व सङ्केत सुदनको दाहिने हात हावामा उठ्यो र पूर्णिमाको गालामा एउटा जोरदार थप्पड बज्रियो। चट्याङ्ग। कोठामा सन्नाटा छायो। पूर्णिमा सन्तुलन गुमाएर ओछ्यानको कुनामा लडिन्। उनको कानमा एउटा तीखो आवाज गुन्जियो। उनको गाला तातो भयो र केही सेकेन्डसम्म उनलाई यो के भयो भन्ने पत्तै भएन। उनले आफ्नो हात गालामा लगिन्।
त्यहाँ एउटा जलन थियो जुन उनले जीवनमा कहिले अनुभव गरेकी थिइनन्। उनको हातमा क्यामेरा आयो। उनले बिस्तारै टाउको उठाएर सुदनलाई हेरिन्। उनलाई लागेको थियो सुदनले पछुतो मान्नेछ, उसले सरी भन्नेछ, तर सुदन त झन् घृणाले भरिएको नजरले उसलाई हेरिरहेको थियो। रुने नाटक नगर, सुदनले चिसो स्वरमा भन्यो। तिमीले नै मलाई यो गर्न बाध्य पारेकी हौ। यदि तिमीले मेरो कुरा मानेको भए आज यो अवस्था आउने थिएन। यो चोट मेरो हातले दिएको होइन, तिम्रो गल्तीले दिएको हो। पूर्णिमाको दिमाग शून्य भयो। जसलाई उनले आफ्नो सुरक्षाको खम्बा मानेकी थिइन् त्यही हातले आज उनलाई प्रहार गरेको थियो। तर सबैभन्दा डरलाग्दो कुरा के थियो भने पूर्णिमाले सुदनलाई गाली गर्नुको सट्टा आफैलाई प्रश्न गर्न थालिन्। के साँच्चै मेरो गल्ती थियो कि मैले त्यो फोटो नहेर्नु पर्ने थियो? त्यो रात पूर्णिमा घर फर्किँदा उनको गाला सुन्निएको थियो। उनले कपालले अनुहार छोपिन् ताकि आमाले नदेखुन्। उनले ऐनाको अगाडि उभिएर आफ्नो अनुहार हेरिन्। उनको गालामा सुदनको औँलाका नीलो डामहरू बस्न थालेका थिए। त्यो डाम केवल छालामा थिएन, त्यो उनको आत्मसम्मानमा लागेको पहिलो गहिरो घाउ थियो। उनलाई लाग्यो कि यो अन्तिम पटक हो, सुदनले अब कहिले यस्तो गर्ने छैन। उनले सुदनको रिसलाई उसको अगाध मायाको एउटा विकृत रूप मानिदिन्। उनले थाहै पाइनन् यो त केवल एउटा लामो र विभत्स सिलसिलाको सुरुवात मात्रै थियो। सुदनले अब एउटा यस्तो लक्ष्मण रेखा कोरेको थियो जसलाई नाग्दा पूर्णिमाले सजाय पाउनु पर्ने छ भन्ने कुरा उनको मानसपटलमा स्थापित गरिदियो। पूर्णिमाका लागि त्यो रात कहिले नटुङ्गिने पहाड जस्तै भयो। सुदनले हिर्काएको गालाको जलनभन्दा बढी उसको मुटुभित्र एउटा विश्वास टुटेको पीडा थियो। उनले रातभरि ऐना हेर्दै आँसु बगाइन्। उनलाई लागेको थियो अब सबै सकियो, म अब सुदनको मुख पनि हेर्न छैन। उनले सुदनको नम्बर ब्लक गर्ने सोचिन्। आफ्ना लुगाहरू झोलामा प्याक गरिन् र भोलिपल्टै कतै टाढा जाने सङ्कल्प गरिन्। तर हिंसक पुरुषहरूको एउटा ठुलो हतियार थप्पड मात्र हुँदैन, उनीहरूको सबैभन्दा ठुलो हतियार त त्यसपछिको माफी हुन्छ। भोलिपल्ट बिहानै पूर्णिमाको ढोकामा सुदन आइपुग्यो। उसको अवस्था विक्षिप्त जस्तो देखिन्थ्यो। आँखा राता थिए, कपाल अस्तव्यस्त थियो र अनुहारमा एउटा गहिरो अपराध बोधको नाटक थियो। पूर्णिमाले ढोका खोल्ने बित्तिकै सुदन भुइँमा थचक्क बस्यो र पूर्णिमाको खुट्टा समातेर डाको छोडेर रुन थाल्यो। पूर्णिमा, मलाई माफ गरिदेऊ, म बाँच्न लायक छैन। मैले तिमी जस्तो देवी जस्ती केटीलाई हात हाले, म राक्षस हुँ। सुदनले आफ्नो टाउको पूर्णिमाको गोडामा रगेड्दै भन्यो। पूर्णिमा अभाग भइन्। उनले जुन कठोर सुदनको कल्पना गरेकी थिइन् उसको यो रूप देख्दा उनको मन पग्लिन थाल्यो। हिजोको त्यो डरलाग्दो राक्षस आज एउटा सानो बालक जस्तै रोइरहेको थियो। सुदन, छोड, मान्छेले देख्छन्, भित्र आऊ। पूर्णिमाले हतार हतार उनलाई भित्र तानिन्। कोठाभित्र पसेपछि सुदनले आफ्नै गालामा जोड जोडले थप्पड हान्न थाल्यो। यही हातले तिमीलाई छोएको होइन, म यो हात नै काटिदिन्छु। उसले भान्सातिर गएर चक्कु समात्ने नाटक गर्यो। पूर्णिमा अत्तालिँदै दौडेर गएर उसलाई रोक्न पुगिन्। नगर सुदन, प्लिज यस्तो नगर। पूर्णिमाले चक्कु खोसेर उसलाई अँगालो हालिन्। सुदनले झन् जोडले रुँदै भन्यो, पूर्णिमा, मलाई थाहा छैन मलाई के भयो। अफिसको तनाव, घरको समस्या र तिमीलाई गुमाउने डरले म पागल भएको थिएँ। म तिमीलाई यति धेरै माया गर्छु कि तिमीले अरू कसैको बारेमा सोचेको देख्दा पनि मेरो दिमागले काम गर्न छोड्छ। म तिमी बिना पागल हुन्छु। मलाई एकपटक, केवल एकपटक सुध्रिने मौका देऊ। म कसम खान्छु अबदेखि म तिम्रो आँखामा आँसु आउन दिने छैन। उसले पूर्णिमाको सुन्निएको गालामा सुस्तरी चुम्यो। उसको स्पर्शमा एउटा यस्तो जादु थियो जसले पूर्णिमालाई हिजोको पीडा बिर्सिन बाध्य पार्यो। उसलाई लाग्यो बिचारा सुदन, ऊ साँच्चै पछुतो मानिरहेको छ। उसले मलाई यति धेरै माया गर्दो रहेछ कि मेरो सानो कुराले पनि उसलाई चोट पुग्ने रहेछ। सायद गल्ती मेरै थियो, मैले उसलाई शङ्का गर्ने ठाउँ दिनु हुँदैन थियो। त्यो दिन सुदनले पूर्णिमालाई निकै खुसी राख्यो। उसलाई मनपर्ने ठाउँमा खाना लग्यो, उपहारहरू किनिदियो र भविष्यका मिठा सपनाहरू सुनायो। पूर्णिमालाई लाग्यो कि यो घटनाले उनीहरूको सम्बन्ध झन् बलियो बनाएको छ। उनले सोचिन् अब उसले कहिले यस्तो गर्ने छैन, किनकि उसले आफ्नो गल्ती महसुस गरिसक्यो। यहीँबाट एउटा खतरनाक पीडादायी मोह, मतलब पीडामा बाँधिएको सम्बन्धको सुरुवात भयो। पूर्णिमाले थाहै पाइनन् कि सुदनको यो आँसु र माफी केवल एउटा चक्रको हिस्सा थियो। उसले पूर्णिमालाई यो विश्वास दिलाउन सफल भयो कि हिंसा पनि प्रेमको एउटा तीव्र रूप हो। जब प्रेममा हिंसा मिसिन्छ नि र त्यसपछि अत्याधिक प्रेम देखाइन्छ नि,
तब मस्तिष्कले त्यसलाई गहिरो सम्बन्ध मान्न थाल्छ। त्यही हिंसा पनि प्रेम हो जस्तो लाग्न थाल्छ। पूर्णिमा अब सुदनको त्यो हिंसक रूपलाई पनि प्रेमको उन्माद भन्दै स्वीकार गर्न तयार भएकी थिइन्। उनले आफ्नो आत्मसम्मानलाई सुदनको माफीको खुट्टामा चढाइदिन्। उनलाई लागेको थियो आशा छ सबै ठिक हुनेछ, तर सत्य त यो थियो कि यो त केवल सुदनको ट्रायल थियो। उसले अब बुझिसकेको थियो कि पूर्णिमालाई एक पटक पिटेर फेरि रुँदै माफी मागेपछि उनलाई फेरि आफ्नो बनाउन सकिन्छ। मतलब बार बार पिटे पनि पूर्णिमा फर्केर उही बाटामा आउनेछिन्। यो भयानक आशा नै पूर्णिमाको लागि विनाशको बाटो बन्नेवाला थियो। सुदनको त्यो महान माफी पछिको केही हप्ता निकै शान्त र मधुरो गरी बिते। उसले पूर्णिमालाई रानी जस्तै व्यवहार गर्न थाल्यो, तर यो शान्ति आँधी आउनु अघिको सन्नाटा जस्तै थियो। बिस्तारै सुदनको स्वभावमा फेरि पुरानै तीतोपना देखिन थाल्यो। अब भने उसलाई माफी माग्न र खुट्टा समात्न उति धेरै समय लाग्न छोड्यो। हिंसा अब कुनै दुर्घटना रहेन, यो त उनीहरूको सम्बन्धको एउटा पाटो जस्तै बन्न थाल्यो। सुदनले अब कुन कुरामा हात उठाउँछ भन्ने कुरा निश्चित हुँदैन थियो। कहिले खानामा नुन कम हुँदा, कहिले पूर्णिमाले फोन उठाउन 5 मिनट ढिलो गर्दा, त कहिले कलेजको कुनै प्रोजेक्टको सिलसिलामा बाहिर जानु पर्दा। सुदनको रिस अब सानो झिल्कोबाट डढेलो बन्न धेरै समय लाग्दैन थियो। एक साँझको कुरा हो, पूर्णिमाले कलेजको एउटा प्रदर्शनीको लागि अबेरसम्म चित्र कोर्नुपर्ने भयो। उनले सुदनलाई पहिला नै जानकारी दिएकी थिइन्, तर जब उनी राति घर पुगिन्, सुदन उनको कोठाको ढोकामा पहरेदार जस्तै उभिएको थियो। तिमीलाई धेरै छुट दिए जस्तो छ, सुदनले दाँत किट्दै भन्यो। पूर्णिमाले डराउँदै भनिन्, सुदन मैले भनेकी थिएँ त, आज प्रदर्शनीको अन्तिम दिन। उसले वाक्य पूरा हुन नपाउँदै सुदनले उनको हात समातेर भित्तामा जोत्यो। प्रदर्शनी कि अरू कोही केटाहरूसँग डेट? मलाई मूर्ख सम्झेकी छौ? उसले पूर्णिमाको पाखुरामा यति जोडले समात्यो कि उनको मुखबाट अय्या निस्कियो। त्यसपछि सुरु भयो गालीको वर्षा र थप्पडहरू। भोलि बिहान ऐना हेर्दा पूर्णिमाको पाखुरामा र गालामा काला र नीला डामहरू थिए। अब पूर्णिमा रुँदै सुदनलाई छोड्ने कुरा सोच्न छोडिसकेकी थिइन्। बरु उनले सोच्न थालिन्, अब यी डामहरू आमा र दाईबाट कसरी लुकाउने। उनले मेकअपको सहारा लिन थालिन्। फाउन्डेसन र कन्सिलरले ती निलो डामहरू छोप्नु उनको दैनिक दिनचर्या बन्यो। जाडो महिना नभए पनि उनी घाँटीसम्म ढाक्ने लुगा र लामा बाहुला भएका कुर्ताहरू लाउन थालिन्। जब आमाले सोध्नुहुन्थ्यो किन यस्तो गर्मीमा पनि यति धेरै लुगा लगाएको, पूर्णिमाले हाँसेर जवाफ दिन्थिन्, अलि सन्चो छैन आमा, जाडो भइरहेको छ। हिंसा अब सामान्य जस्तै भइसकेको थियो। पूर्णिमाले आफ्नो दिमागलाई यसरी अभ्यस्त बनाइन् कि उनलाई लाग्न थाल्यो हरेक सम्बन्धमा अलिअलि झगडा त भइहाल्छ नि। सुदन अलि छिटो रिसाउँछ, तर माया पनि त गर्छ नि। उनले सुदनको कुटाइलाई एउटा प्राकृतिक प्रकोप जस्तै स्वीकार गरिन्, जसलाई रोक्न सकिँदैन, मात्र त्यसबाट जोगिन सकिन्छ। उनले सुदनको मुड कस्तो छ भनेर उसको पदसापबाटै चिन्न थालिन्, मतलब हिँडाइको चालबाटै। सुदनले ढोका खोल्ने तरिका, उसले सास फेर्ने गति र उसको स्वरको उतार चढावबाटै पूर्णिमाले आज कुटाई खान्छिन् कि खाँदिनन् भन्ने अनुमान लाउन सक्ने भएकी थिइन्। पीडा अब उनको शरीरको एउटा हिस्सा बनिसकेको थियो। उनी सुदनको गाली नसुने झैँ गर्थिन् र पिटाई खाँदा कराउन पनि छोडिन्, किनकि कराए पनि छिमेकीले सुन्थे र कुरा काट्थे। उनले आफ्नो पीडालाई एउटा गहिरो कुवामा थुनेर बाहिर भने सबै ठिक छ भन्ने झुटो मुस्कानको मास्क लगाउन सिकिसकेकी थिइन्। सुदनले उनलाई यस्तो एउटा ट्रेन्ड पात्र बनाएको थियो जसले पीडा दिने मान्छेलाई नै सबैभन्दा बढी प्रेम र सुरक्षा दिन्थ्यो। पूर्णिमाको लागि अब प्रेमको अर्थ खुसी थिएन, प्रेमको अर्थ त सहनु र लुकाउनु मात्र थियो। पूर्णिमाले अब सुदनको हिंसालाई आफ्नो भाग्य मान्न थालेकी थिइन्, तर कहिलेकाहीँ उनको भित्रको स्वाभिमानले विद्रोह गर्थ्यो। जब सुदनको अत्याचारले सीमा नाग्थ्यो, पूर्णिमाको मनमा एउटा विचार आउँथ्यो, म अब यो सम्बन्धमा बस्न सक्दिनँ, म भाग्छु, म कतै टाढा जान्छु। तर सुदनका लागि पूर्णिमालाई नियन्त्रण गर्ने हतियार केवल मुड्की र थप्पड मात्र थिएनन्। उसले अब सबैभन्दा खतरनाक खेल सुरु गर्यो, भावनात्मक ब्ल्याकमेल। एक रात सुदनले पूर्णिमालाई बिना कारण शङ्का गरेर धेरै यातना दियो। पूर्णिमाको धैर्यको बाँध टुट्यो। उनले रुँदै आफ्नो झोला उठाइन् र भनिन्, सुदन म अब सक्दिनँ, तिमी पागल हौ, म आजै अहिले तिमीलाई छोडेर जाँदैछु।
अब कहिले मेरो अनुहार देख्ने छैनौ। पूर्णिमा ढोकातिर लाग्दै थिइन्। सुदनको स्वर अचानक फेरियो। ऊ चिच्याएन, उसले हात उठाएन। ऊ सोफामा थुचुक्क बस्यो र एउटा चक्कु निकाल्यो जुन उसले फलफुल काट्न प्रयोग गर्थ्यो। जाऊ पूर्णिमा, जाऊ, सुदनले एउटा अजीबको शान्त स्वरमा भन्यो। तर तिमीले यो ढोका पार गर्ने बित्तिकै मेरो लास मात्र पाउनेछौ। तिमी बिनाको यो जीवनको मलाई कुनै अर्थ छैन। यदि म मरे भने त्यसको दोषी तिमी हुनेछौ। मेरो रगत तिम्रो हातमा हुनेछ। पूर्णिमा टक्क अडिन्। उनले पछाडि फर्केर हेरिन्। सुदनले आफ्नो हातमा चक्कुको धार राखिसकेको थियो। उसको आँखामा एउटा यस्तो पागलपन थियो जसले पूर्णिमालाई डरले थरथर कमायो। सुदन, के गरेको थियो? छोड। पूर्णिमाले चिच्याउँदै उनीतिर दौडिन्। मलाई छोड पूर्णिमा, तिमी मलाई माया गर्दिनौ। तिमी मलाई मरेको हेर्न चाहन्छौ। सुदनले आफ्नो नाडीमा चक्कुको हल्का चोट लगायो। रगतको एउटा सानो धारा बग्यो। रातो रगत देख्ने बित्तिकै पूर्णिमाको सातो गयो। उनले सुदनको हातबाट चक्कु खोज्न खोजिन्। सुदनले झन् नाटकीय रूपमा आफ्नो टाउको भित्तामा ठोक्काउन थाल्यो। भित्तामा टाउकोले हान्न थाल्यो। यदि तिमी जान्छौ भने म यो कोठामा आगो लगाइदिन्छु। म आफूलाई सिद्ध्याउँछु। मलाई थाहा छ म खराब छु। मलाई थाहा छ म तिमीलाई दुःख दिन्छु, तर म तिमी बिना बाँच्न सक्दिन। पूर्णिमाको मनमा एउटा ठुलो द्वन्द्व चल्न थाल्यो। एकतर्फ उनको आफ्नो सुरक्षा थियो, अर्कोतर्फ एउटा मान्छेको ज्यान। सुदनले पूर्णिमाको करुणा र दयालाई हतियार बनाएको थियो। उनलाई लाग्यो यदि यसले साँच्चै केही गर्यो भने म आफैलाई कहिले माफ गर्न सक्ने छैन। यसको रगतको दाग मेरो जीवनभरिको कलङ्क बन्नेछ। उनले सुदनलाई बलियोसँग अँगालो हालिन्। सुदन, नगर प्लिज, म कतै जाँदिन। म यहीँ बस्छु, शान्त हौ। सुदनको ओठमा एउटा अदृश्य र कुटिल मुस्कान आयो। उसले बुझिसकेको थियो पूर्णिमालाई रोक्न पिट्नु मात्र जरुरी छैन, उनलाई अपराधी महसुस गराउनु झन् प्रभावकारी हुन्छ। उसले पूर्णिमाको हात आफ्नो छातीमा राख्यो र भन्यो, यो मुटु तिम्रो लागि मात्र धड्किन्छ पूर्णिमा। यदि तिमी गयो भने यो रोकिन्छ। तिमी मलाई छोडेर जानु भनेको मेरो हत्या गर्नु जस्तै हो। म मर्छु तिमी बिना। त्यो दिनदेखि प्रेम एउटा होस्टेज जस्तै भयो, बन्धक। पूर्णिमा अब सुदनको मायाले गर्दा होइन, बरु उसको ज्यान जोगाउने जिम्मेवारीले गर्दा त्यहाँ बस्न बाध्य भइन्। उनलाई लाग्न थाल्यो कि सुदनको जीवनको साँचो उनकै हातमा छ। सुदनले आफ्नो हरेक गल्तीलाई म तिमीलाई धेरै माया गर्छु, त्यसैले यस्तो भएको हो भन्ने लेप लगाउन थाल्यो। उसले भन्न थाल्यो, मैले तिमीलाई हिर्काएँ किनकि म तिमीलाई गुमाउन चाहन्न। मैले रक्सी पिएँ किनकि तिमीले मेरो चित्त दुखायौ। पूर्णिमाको संसार अब यस्तो भयो जहाँ उनी अपराधी थिइन् र सुदन पीडित। उनले आफ्नो स्वतन्त्रतालाई सुदनको ज्यान जोगाउने नाममा तिलाञ्जली दिएकी थिइन्। अब उनी प्रेममा थिइनन्। उनी त एउटा यस्तो जालमा थिइन् जहाँबाट निस्किने हरेक बाटोमा सुदनको रगत र मृत्युको धम्की तेर्सिएको थियो। सुदनको भावनात्मक ब्ल्याकमेलले पूर्णिमाको खुट्टामा अदृश्य साङ्लो बाँधिसकेको थियो। अब सुदनले आफ्नो अन्तिम र सबैभन्दा घातक अस्त्र प्रयोग गर्न थाल्यो, पूर्ण एक्लोपन। उसलाई थाहा थियो जबसम्म पूर्णिमाको सम्पर्क बाहिरी संसारसँग रहन्छ तबसम्म उनले कतै न कतैबाट साहस बटुल्न सक्छिन्। त्यसैले उसले पूर्णिमाको संसारलाई यति सानो बनाउन सुरु गर्यो कि त्यहाँ सुदन बाहेक अरू कसैको छाया पनि नपरोस्। सुरुवात पूर्णिमाको कलेज र उनको प्यारो कलाबाट सुरु भयो। एक बिहान पूर्णिमा आफ्नो पेन्टिङ ब्रसहरू सफा गर्दै थिइन्। सुदनले ती ब्रसहरू हेर्दै घृणाका साथ भन्यो, यो चित्र कोर्ने बहानामा तिमी कतिजनासँग हाँसेर बोल्छौ? मलाई सब थाहा छ। यो कलेज, यो आर्ट, यो सब तिमीलाई मबाट टाढा लैजाने बाटो मात्र हो। तिमीलाई कलाकार बन्नु छ होइन कि मेरो श्रीमती बन्नु छ? सुदन, प्लिज त्यस्तो नभन। यो मेरो सपना हो, पूर्णिमाले मधुर स्वरमा भनिन्। सपना? सुदनले व्यङ्ग गर्दै भन्यो, मेरो प्रेम तिम्रो लागि सपना हुन सकेन? यदि तिमी साँच्चै मेरो कदर गर्छौ भने आजैबाट कलेज जान छोडिदेऊ। घरमै बस। म जे भन्छु त्यही गर। म कमाउँछु। तिमीलाई किन बाहिर जानु पर्यो? बिस्तारै सुदनले पूर्णिमाको मोबाइल पनि आफ्नो कब्जामा जमायो। उसले पूर्णिमाको सामाजिक सञ्जालका पासवर्डहरू माग्यो। यदि उनले हिचकिचाइन् भने सुदनले फेरि उही पुरानो धम्की दियो। किन? के लुकाउनु छ? को छ त्यस्तो खास मान्छे? हार खाएर पूर्णिमाले पासवर्ड पनि दिइन्। सुदनले एउटा एउटा गरेर मेसेज चेक गर्थ्यो। उसले पूर्णिमाका धेरै साथीहरूलाई उनी बनेर नराम्रो मेसेज पठाइदिन्थ्यो ताकि उनीहरू आफै टाढा हुन सकुन्। कलेजका साथीहरूले फोन गर्न छोडे। रिता र प्रनिश जस्ता पुराना साथीहरूलाई लाग्न थाल्यो कि
पूर्णिमा घमण्डी भई वा ऊ बदली। वास्तवमा पूर्णिमाको मोबाइल त सुदनको खल्तीमा हुन्थ्यो। उसले पूर्णिमाका सबै कन्ट्याक्टहरूलाई ब्लक गरिदियो। एउटा समय यस्तो आयो जहाँ पूर्णिमाको दिनचर्या सुदनको कोठा सफा गर्ने, उसलाई मनपर्ने खाना पकाउने र उसको प्रतीक्षा गर्नेमा मात्र सीमित भयो। उनले चित्र कोर्न छोडिन्। उनका रङहरू सुके, क्यानभासहरूमा धुलो जम्यो। उनको व्यक्तित्वको त्यो उज्यालो हिस्सा बिस्तारै निप्दै गयो। सुदनले उनलाई बाहिर निस्किन पनि प्रतिबन्ध लगायो। तरकारी लिन म जान्छु, तिमीलाई बाहिर गएर मान्छेको नजरमा पर्नु पर्दैन, उसले भन्थ्यो। पूर्णिमालाई अब लाग्न थाल्यो कि बाहिरी संसार निकै डर लाग्दो छ। सुदनले उनलाई यति धेरै सुरक्षाको डोज दियो कि पूर्णिमालाई आफ्नो छायासँग पनि डर लाग्न थाल्यो। उनको सामाजिक जीवन पूर्ण रूपमा समाप्त भयो। उनी कोठाको झ्यालबाट बाहिर हेर्थिन्। मानिसहरू हाँसेको हिँडेको देख्थिन्, तर उनलाई लाग्थ्यो कि ती मानिसहरू अर्कै ग्रहका हुन्। उनको लागि संसार भनेको सुदनको मुड र उसको कोठाको 4वटा भित्ता मात्रै थियो। मानिसको स्वभाव नै यस्तो हुन्छ, जब ऊ एक्लो हुन्छ उसले आफ्नो पीडाहरूलाई सुनाउन पाउँदैन, तब ऊ आफैलाई दोषी देख्न थाल्छ। पूर्णिमा पनि त्यही चक्रमा फसिन्। उनले सोच्न थालिन्, सायद मेरो भाग्य यही नै हो। सुदनले मलाई बाहिरी संसारको खराब नजरबाट बचाउन यसो नै गरेको होला। उसको आत्मविश्वास यति धेरै गिरेको थियो कि उसलाई ऐनामा हेर्दा पनि आफू एउटा जिउँदो लास जस्तै लाग्न थाल्यो। उनले बोल्न बिर्सिन्, हाँस्न बिर्सिन्। उनी केवल एउटा यस्तो छाया बनिन् जो सुदनको इसारामा चल्थ्यो। पूर्णिमा अब पूर्ण रूपमा अदृश्य भएकी थिइन्। पूर्ण एक्लोपनले पूर्णिमाको चेतनालाई यसरी अन्धकारमा धकेलिदियो कि अब उनले सत्य र असत्य बीचको भिन्नता ठम्म्याउन छोडिन्। जब मानिस संसारबाट टाढिन्छ, उसले सुन्ने एउटा मात्र आवाज उसको शोषकको हुन्छ। सुदनले दिनरात उनलाई एउटै कुरा दोहोऱ्याइरहन्थ्यो, तिमी कति काम नलाग्ने छौ, तिम्रो कारणले म रिसाउँछु। मैले तिमीलाई नहेर्ने हो भने तिम्रो यो संसारमा को छ? बिस्तारै पूर्णिमाले यी कुराहरूलाई नै आफ्नो वास्तविकता ठान्न थालिन्। उनलाई लाग्न थाल्यो कि उनको जीवनमा जे जति दुःख आइरहेका छन् ती सबैको कारण उनी आफै हुन्। एक साँझ सुदन अफिसबाट आउँदा पूर्णिमाले चिया बनाउन केही मिनट ढिलो गरिन्। सुदनले तातो चियाको कप भुइँमा पछार्यो र भन्यो, एउटा चिया त समयमा बनाउन सक्दैनौ? तिमी अरू के काम गर्न सक्छौ? म दिनभर तिम्रो लागि मरिमेटी काम गर्छु, तर तिमीलाई मेरो अलिकति पनि वास्ता छैन। पूर्णिमाले भुइँमा फुटेका सिसाका टुक्राहरू सोर्दै गर्दा उसको हात काट्यो, तर उनले आफ्नो चोटको पीडा महसुस गरिनन्। बरु उनले मनमा नै आफूलाई गाली गरिन्, म साँच्चीकै कति लापरवाही छु। सुदन थाकेर आएको थियो, मैले किन पहिले चिया बनाउन सकिन? उनी रिसाउनु स्वाभाविक त हो नि, यो सबै मेरो गल्ती हो। सुदनले उनलाई हिर्काउँदा पनि अब उनले प्रतिरोध गर्न छोडिसकेकी थिइन्। जब सुदनले थप्पड हान्थ्यो, पूर्णिमाको मस्तिष्कमा पहिलो विचार आउँथ्यो, मैले के गल्ती गरेँ होला? र उसले हात उठायो। सायद मैले आज अलि बढी बोले कि, वा मेरो अनुहारमा उसलाई मन नपर्ने कुनै भाव देखियो कि? आफूमाथिको विश्वास पूर्ण रूपमा खरानी भएको थियो। उनलाई लाग्थ्यो उनी जे सोच्छिन् त्यो गलत हुन्छ, जे गर्छिन् त्यो बिग्रिन्छ। सुदन मात्र यस्तो व्यक्ति हो जो सधैँ सही हुन्छ। यो एक प्रकारको मानसिक दासता थियो। सुदनले उनको कला र सिपलाई पनि बेकार भनिदिएको थियो। तिम्रा ती चित्रहरू कसैले हेर्दैनन्, ती त केवल समयको बर्बादी हुन्। सुदनले पटक पटक भन्दा पूर्णिमाले साँच्चै आफूलाई एउटा असफल मान्छे ठान्न थालिन्। उनले ऐनामा हेर्दा एउटी कुरूप, असफल र दोषी युवती मात्र देख्थिन्। कुनै समय कि ती चञ्चल पूर्णिमा अब एउटी यस्तो छाया बनेकी थिइन् जो सधैँ सुदनको गोडाको औँलाको इसारामा नाच्न खोज्थिन् ताकि उसलाई रिस नउठोस्। तर सुदनको रिस त एउटा अनन्त खाडल जस्तै थियो जुन कहिले भरिँदैन थियो। उनले आफ्नो डायरीमा एक ठाउँमा लेखेकी थिइन्, मलाई लाग्छ म यो सजाय पाउनको लागि जन्मिएकी हुँ। सुदनले मलाई सुधार्न खोज्दैछ, तर म नै यति नराम्रो छु कि म सुध्रिनै सक्दिनँ। आत्मग्लानि यति गहिरो भयो कि उनलाई कसैले सहयोग गर्न खोज्दा पनि उनले त्यसलाई दखल मान्न थालिन्। उनले आफ्नो आमालाई पनि शङ्काको नजरले हेर्न थालिन्, किनकि सुदनले भनेको थियो आमाले तिमीलाई कमजोर बनाउन चाहनुहुन्छ। पूर्णिमा अब एउटा यस्तो अँध्यारो सुरुङमा थिइन् जहाँ उनले आफूलाई आफ्नो हातमा हत्कडी लगाएकी थिइन्। उनलाई लाग्थ्यो यो कैद नै उसको सुरक्षा हो र यो पीडा नै उसको प्रेम। पूर्णिमाले सुदनको लागि आफ्नो कलेज छोडिन्, कला छोडिन्, परिवार छोडिन्,
र सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्नो आत्मसम्मान नै सुम्पिदिन्। उनलाई लाग्थ्यो कि यदि उनले सुदनले भनेको सबै कुरा मानिन् र आफूलाई पूर्ण रूपमा उसको सेवामा समर्पित गरिन् भने सुदन खुसी हुनेछ र उनीहरूको सम्बन्धमा शान्ति छाउनेछ। तर एक दिन उनको यो भ्रमको महल तासको घर जस्तै ढल्यो। सुदन बाहिर गएको बेला उसले आफ्नो दोस्रो फोन, जुन उसले सधैँ लुकाएर राख्थ्यो, झुक्किएर सिरानी मुनि छोडेको रहेछ। फोनमा लगातार मेसेजको नोटिफिकेसन बजिरह्यो। पूर्णिमाको मनमा एउटा अज्ञात डर र कौतूहलता जाग्यो। उनको हात काप्दै त्यो फोन उठाइन्। फोनमा लक थिएन। जब उनले मेसेजहरू खोलिन्, उनको खुट्टा मुनिको जमिन भाँसिए जस्तै भयो। त्यहाँ अर्को एउटी युवतीसँग अश्लील कुराकानी, माया भरिएका मेसेजहरू र सँगै खिचेका तस्बिरहरू थिए। सुदनले त्यो युवतीलाई त्यही शब्दहरू भनिरहेको थियो जुन उसले कुनै समय पूर्णिमालाई भन्थ्यो। उसले ती युवतीलाई पनि तिमी मेरो जीवनको एकमात्र सत्य हौ भनिरहेको थियो, जबकि उता घरमा पूर्णिमा सुदनको कुटाई र गाली सहेर बसिरहेकी थिए। पूर्णिमाको टाउको घुम्न थाल्यो। उसको सास रोकिएला जस्तै भयो। उनलाई एउटा यस्तो तीखो पीडा भयो जुन सुदनको मुक्का वा थप्पडभन्दा हजारौं गुणा बढी थियो। उनले सोच्न थालिन्, मैले के कम गरेर उसलाई? मैले उसले भनेको सबै माने, उसले पिट्दा पनि सहेर बसे, उसकै लागि म एक्लो भए। के यो सबैले पुगेन? उनको मनमा एउटा ठूलो प्रश्न चिन्ह खडा भयो। उनले सुदनको असुरक्षा र शङ्कालाई उसको माया ठानेकी थिइन्। तर आज थाहा भयो, सुदनले पूर्णिमालाई शङ्का गर्थ्यो किनकि ऊ आफै धोकेबाज थियो। ऊ पूर्णिमालाई कोठामा थुनेर बाहिर अरूसँग रमाउँथ्यो। ऊ पूर्णिमालाई कोठामा थुनेर बाहिर अरूसँगै रमाउँथ्यो। साँझ जब सुदन घर फर्कियो, पूर्णिमाले त्यो फोन उसको अगाडि राखिदिन्। उनको अनुहार सेतो भएको थियो, आँखाहरू रित्तो भए। यो के हो सुदन? उसले सुस्तरी सोधिन्। सुदनले फोन देख्ने बित्तिकै उसको अनुहारको रङ बदलियो, तर केवल 1 सेकेन्डको लागि। त्यसपछि उसले फेरि उही पुरानो आक्रमणको शैली अपनायो। उसले फोन भुइँमा पछार्यो र चिच्यायो, तिमीले मेरो व्यक्तिगत सामान छुने आँट कसरी गर्यौ? तिमी मेरो जासुसी गर्छौ? जासुसी होइन सुदन, तिमीले मलाई धोका दिइरहेको छौ। म यहाँ तिम्रो कुटाई सहेर बस्ने अनि तिमी बाहिर अरूसँग? पूर्णिमाको स्वरमा पहिलो पटक एउटा विद्रोहको मधुरो धुन थियो। सुदनले झन् जोडले उसलाई धकेल्यो। धोका? यो सब तिम्रो कारणले भएको हो। तिमी यति निरस र उराठ लाग्दो छौ कि तिमीसँग बस्दा मलाई निसासिएको महसुस हुन्छ। तिमी सधैँ रुन्छौ, सधैँ डराउँछौ। मलाई अलिकति खुसी चाहिएको थियो जुन तिमीले दिन सकेनौ। उसले पूर्णिमाको चरित्रमाथि नै प्रश्न उठायो। उसले भन्यो कि पूर्णिमाको अयोग्य र कमजोर स्वभावले गर्दा नै ऊ अरूतिर आकर्षित भएको हो। त्यो रात पूर्णिमाका लागि सबैभन्दा भयानक भयो। उनको मुटु टुक्रा टुक्रा भएको थियो। उनले आफ्नो सर्वस्व सुम्पिएको मान्छेले उनलाई केवल एउटा विकल्पको रूपमा मात्र राखेको रहेछ भन्ने सत्यले उनलाई भित्रदेखि जलायो। उनी बाथरुममा पसिन् र धारा खोलेर धेरै बेर रोइरहन् ताकि सुदनले उसले रोएको नसुनोस्। त्यो क्षण पूर्णिमालाई पहिलो पटक महसुस भयो उनी प्रेममा होइन, एउटा नर्कमा छिन्। उनले भोलिपल्टै केही नभनी आफ्नो सानो झोला प्याक गरिन् र सुदन अफिस गएको बेला त्यहाँबाट निस्किन्। उनको मनमा एउटै कुरा खेलिरहेको थियो, म अब कहिले फर्किनेवाला छैन। पूर्णिमाले सुदनको घर छोडेर आफ्नो मामा घरको एउटा सानो कोठामा ओत लिइन्। आमालाई उनले सबै कुरा खुलाइनन्, मात्र यति भनिन्, आमा मलाई केही दिन शान्ति चाहिएको छ। उनले सुदनको नम्बर ब्लक गरिन् र आफ्नो मोबाइल फोन बन्द गरेर दराजको कुनामा फ्याँकिदिन्। सुरुका 2 दिन पूर्णिमालाई एउटा अनौठो डरले सताइरह्यो। बाहिर कसैको पद साप सुन्दा पनि उनलाई लाग्थ्यो कि सुदन आयो। ढोका ढकढकाउँदा पनि उनको मुटुको धड्कन रोकिन्थ्यो। उनलाई लाग्यो कि सुदन अहिले आएर उसलाई घिसार्दै लैजान्छ। तर तेस्रो दिनदेखि वातावरण बिस्तारै फेरिन थाल्यो। पहिलो पटक धेरै दिनपछि पूर्णिमाले बिहानको घाम आफ्नो अनुहारमा महसुस गरिन्। सुदनको घरमा त उनी सधैँ पर्दा लगाएर बस्नु पर्थ्यो ताकि कोही छिमेकीले उसलाई नदेखोस्। उसले बिस्तारै अनुभव गरिन् शान्ति कस्तो हुन्छ। त्यो 1 हप्ता उनले केही अनौठा तर प्यारा अनुभवहरू गरिन्। आफ्नो इच्छाको खाना, उनले सुदनलाई मनपर्ने पिरो र मसालेदार खाना होइन, बरु आफूलाई मनपर्ने साधारण दाल भात र अचार पकाइन्। उनलाई कसैले नुन कम भयो भनेर गाली गरेन। कोठामा सन्नाटा थियो, तर त्यो सन्नाटामा कुनै डर थिएन। उनले घण्टौसम्म झ्याल बाहिरका चराहरू हेरेर बिताइन्।
उनलाई कसैले के हेरे कि कसलाई पर्खे कि भनेर प्रश्न गरेन। उनले महिनौपछि ढुक्कले निदाउन पाइन्। सुदनको घरमा उनी सधैँ सजग हुन्थिन्। सुदन कति बेला आउँछ, कति बेला कराउँछ, यहाँ भने उनी बिहान अबेरसम्म सुत्न सक्थिन्। उनलाई महसुस भयो कि हावामा पनि कति धेरै अक्सिजन हुँदो रहेछ। सुदनसँग हुँदा उनको सास सधैँ छोटो र हतारिएको हुन्थ्यो। यहाँ उनले लामो श्वास फेर्न पाइन्। उनले दराजमा आफ्नो थन्किएको आफ्नो पुरानो स्केचबुक फेरि निकालिन्। हातहरू अलि काँपिरहेको थियो, तर उनले एउटा सानो फूलको चित्र कोरिन्। त्यो चित्र पूर्ण थिएन, तर त्यो उनको स्वतन्त्रताको पहिलो रङ थियो। तर यो स्वतन्त्रतासँगै एउटा भारी बोध जस्तै पनि हुन्थ्यो उसलाई। उनलाई बिचमा लाग्थ्यो के सुदनले खाना खायो होला, के ऊ मेरो अभावमा पागल भइरहेको छ कि कतै उसले आफैलाई केही त गरेन। सुदनले उसको मस्तिष्कमा सेल्फ ब्लेमको यस्तो बिउ रोपेको थियो कि उनलाई आफ्नो खुसीमा पनि पाप गरेको जस्तो लाग्न थाल्यो। उनलाई लाग्यो कि उसले सुदनलाई त्यागेर ठुलो अन्याय गरिरहेकी छन्। एक हप्ता सकिने लाग्दा पूर्णिमाको मन शान्त त थियो, तर कता कता एउटा शून्यता पनि थियो। उसलाई लाग्थ्यो कि यो शान्ति अस्थायी हो। उनलाई थाहा थिएन कि सुदन बाहिर एउटा नयाँ र डरलाग्दो प्रपञ्च बुनिरहेको छ। उनले त्यो एक हप्तामा बुझिन् कि सुदन बिना पनि संसार चल्दो रहेछ र उनी सुदन बिना पनि जिउँदो रहन सक्ति रहेछन्। तर सुदनले उसलाई यति धेरै मानसिक रूपमा अपाहिज बनाइसकेको थियो कि उसलाई यो खुल्ला आकाशभन्दा पनि त्यही पिञ्जडा नै परिचित र सुरक्षित लाग्न थाल्यो। उनलाई थाहा थिएन यो एक हप्ताको शान्ति केवल एउटा ठुलो तुफान अगाडिको सानो विश्राम मात्रै थियो। पूर्णिमाले मामा घरमा बिताएको त्यो एक हप्ता सुदनका लागि एउटा हार जस्तै थियो। उसलाई थाहा थियो कि पूर्णिमाको मौनता उसको नियन्त्रण बाहिर जाँदैछ। सुदनले सयौं पटक फोन गर्यो, मेसेज पठायो, तर पूर्णिमाबाट कुनै जवाफ आएन। जब सुदनले आफ्नो अन्तिम र सबैभन्दा विभत्स अस्त्र प्रयोग गर्ने निर्णय गर्यो, आफ्नो ज्यान जोखिममा पारेर पूर्णिमाको ममतामाथि प्रहार गर्ने, भावनात्मक ब्ल्याकमेल फेरि पनि। त्यो रात पूर्णिमा अलि ढुक्कले सुत्न खोज्दै थिइन्। अचानक उसको मामाको छोरा अत्तालिँदै कोठामा आयो। दिदी, सुदन दाईको अफिसबाट साथीले फोन गरेको थियो। दाईले धेरै रक्सी खाएर आफ्नो कोठाको ऐनाहरू फुटाउनु भएछ र हातको नसा काट्न खोज्दै हुनुहुन्छ अरे। अहिले अस्पताल लाँदैछन् रे। पूर्णिमाको मुटुको धड्कन एकैछिन रोकियो। उनले जे नहोस् भन्न चाहेकी थिइन् त्यही भयो। उसको मनमा एउटा भयानक पश्चाताप पैदा भयो। मैले गर्दा नै ऊ यस्तो अवस्थामा पुग्यो उसलाई लाग्न थाल्यो। उनी हतार हतार अस्पतालमा पुगिन्। त्यहाँको दृश्य झन् डरावना थियो। सुदन बेडमा लडिरहेको थियो। उसको टाउको र हातमा सेतो पट्टी बाँधिएको थियो। सुदनले पूर्णिमालाई देख्ने बित्तिकै बच्चा जस्तै रोएर चिच्याउन थाल्यो। तिमी मलाई छोडेर गयो पूर्णिमा, म तिमी बिना बाँच्न सक्दिन, म पागल हुन्छु। यो चोट त केही होइन, तिमी आइनौ भने म अर्को पटक यो संसारमै रहने छैन। उसले पूर्णिमाको हात समातेर आफ्नो छातीमा राख्यो। उसले यस्तो नाटक गर्यो मानौ ऊ पूर्णिमाको अभावमा मृत्युको मुखमा पुगेको थियो। पूर्णिमाको तर्क गर्ने शक्ति शून्य भयो। उसले सुदनको त्यो हिंसक रूप बिर्सिन् र केवल एउटा असहाय प्रेमी देखिन्। ल ठिक छ सुदन, शान्त हौ प्लिज, म कतै जाँदिन, पूर्णिमाले रुँदै भनिन्। सुदनको यो एउटा यस्तो योजनाबद्ध चाल थियो जसले पूर्णिमालाई फेरि त्यही दलदलमा तानेर ल्यायो। अस्पतालबाट डिस्चार्ज भएपछि सुदनले पूर्णिमालाई फकाएर कसम खाएर र रुँदै फेरि आफ्नो घरमा लग्यो। पूर्णिमालाई थाहा थियो यो झुट हो। उनलाई थाहा थियो यो चक्र फेरि दोहोरिन्छ। तर सुदनको त्यो रगत र आँसुको अगाडि उसको तर्कले काम गर्न छोडेको थियो। उसलाई लाग्यो यदि उनी अहिले फर्किनन् भने सुदनले साँच्चै आफ्नो ज्यान लिनेछ र त्यो पापको भारी उनले जीवनभर बोक्नुपर्ने हुनेछ। जब उनी सुदनको घरको ढोकाभित्र पसिन्, उनलाई यस्तो लाग्यो मानौ उनी आफ्नै चिहानभित्र छिर्दैछिन्। बाहिरको उज्यालो संसार र त्यो एक हप्ताको शान्ति अब एउटा टाढाको सपना जस्तै भयो। सुदनले घर पुग्ने बित्तिकै ढोका भित्रबाट लक गर्यो। त्यो क्लिकको आवाज पूर्णिमाको मुटुमा एउटा सुइरो जस्तै बिज्यो। सुरुका 2-3 दिन सुदनले बिरामी भएको नाटक गरिरह्यो। उसले पूर्णिमालाई आफूभन्दा एक पल पनि टाढा हुन दिएन। मलाई पानी देऊ, मेरो खुट्टा मिचिदेऊ, तिमी कतै भाग्छौ कि भनेर मलाई डर लाग्छ, मेरो छेउमै सुत ल, मेरो छेउमै बस ल। पूर्णिमा एउटा प्रेमिका होइन, एउटी 24 घण्टे खट्ने नर्स र दासी जस्तै भइन्।
उनलाई अब आफ्नो इच्छा, आफ्नो भोक, आफ्नो निन्द्राको कुनै मतलब रहेन। उनले बुझिसकेकी थिइन् कि यो सम्बन्ध अब प्रेम होइन, यो एउटा सम्झौता हो, जहाँ उनले सुदनको ज्यान बचाउन आफ्नो जीवनको आहुति दिनुपर्ने हुनेछ। सुदनले बिस्तारै आफ्नो असली रूप फेरि देखाउन थाल्यो, तर यसपटक ऊ अझ बढी सतर्क र चलाक थियो। उसले पूर्णिमालाई हिर्काउनुभन्दा पहिले उसलाई मानसिक रूपमा यति कमजोर बनाउन थाल्यो कि उनले भाग्न सोच्नु पनि नसकुन्। देख्यौ पूर्णिमा, तिम्रो आमा र दाइले तिमीलाई खोज्न आए त? कसैलाई तिम्रो मतलब रहेछ? छैन, कसैलाई तिम्रो मतलब छैन। म मात्र यस्तो मान्छे हुँ जो तिम्रो लागि मर्न तयार छु। सुदनले पटक पटक उनको कानमा यही कुरा भर्न थाल्यो। पूर्णिमालाई अब लाग्न थाल्यो कि उनी साँच्चै अभागी रहेछन् र सुदन मात्र उनको एकमात्र सहारा हो। उनले आफ्नो हार स्वीकार गरिन्। उनले अब ऐना हेर्न छोडिन्, किनकि ऐनामा देखिने त्यो कुरूप र निराश अनुहार उनको आफ्नै हो भन्ने उसलाई विश्वास लाग्न छोडिसकेको थियो। सुदनले यसपटक पूर्णिमाको वरपर यस्तो कडा अदृश्य पर्खाल उठायो कि उनले आफ्नो अस्तित्वको सास फेर्न पनि सुदनको अनुमति लिनुपर्ने भयो। सुदन अब केवल एउटा हिंसक प्रेमी थिएन, ऊ पूर्णिमाको जीवनको सेन्सर बोर्ड र जेलर दुवै बनेको थियो। सुदनको नियन्त्रण अब उनको शरीरबाट सुरु भएर उनको चेतनासम्म पुग्यो। लुगा लाउनमा प्रतिबन्ध। एक दिन पूर्णिमाले विवाह अगाडि किनेको एउटा कुर्ती लगाउन खोजिन्, जसको घाँटी अलि खुल्ला थियो। सुदनले देख्ने बित्तिकै उसको अनुहार रातो भयो। यो कसलाई देखाउन लगाए कि केटा फकाउने धन्दा अझै सकिएको छैन? उसले त्यो कुर्ती पूर्णिमाको शरीरबाट तान्ने गरी झट्कायो र कैँचीले टुक्रा टुक्रा पारेर काटिदियो। अबदेखि तिमी बाहिर जाँदा केवल मेरो रोजाइको खुकुलो र कुरूप लुगा लगाउने छौ, उसले आदेश दियो। समयको पाबन्दी। सुदनले पूर्णिमाको हरेक मिनटको हिसाब माग्न थाल्यो। यदि उनी बाथरुममा 10 मिनटभन्दा बढी बसिन् भने सुदनले ढोका ढकढकाउन थाल्यो। भित्र कसलाई मेसेज गर्दैछौ? को छ त्यहाँ? उसले पूर्णिमालाई कति बेला उठ्ने, कति बेला सुत्ने र कतिपटक हाँस्ने भन्ने कुराको पनि तालिका बनाइदियो। सुदनको नजरमा पूर्णिमा एउटा मान्छे होइन, एउटा प्रोग्राम मेसिन थिइन्। सुदनले पूर्णिमाको स्मरण शक्तिमाथि नै हमला गर्न थाल्यो। जब सुदनले उनलाई गाली गर्थ्यो र भोलिपल्ट पूर्णिमाले त्यो कुरा उठाउँथिन्, सुदनले सजिलै भन्थ्यो, मैले कहिले त्यसो भने? तिमी पागल भएको हो, तिम्रो दिमागले काम गर्न छोडेको हो, तिमी आफै कल्पना गर्छौ र मलाई दोष दिन्छौ। पूर्णिमालाई बिस्तारै आफ्नो वास्तविकतामाथि शङ्का आउन थाल्यो। उनलाई लाग्न थाल्यो कि साँच्चै म बिरामी छु कि सुदनले भनेको सही हो। सुदनले उनलाई दिनरात तिमी असुरक्षित छौ, तिमी कुरूप छौ, तिमी म बिना बाँच्न सक्दैनौ भनेर यति धेरै दोहोर्यायो कि पूर्णिमाको आफ्नो आवाज कतै बिलाएर गयो। पूर्णिमाले अब चित्र कोर्न पूर्ण रूपमा बिर्सिन्। कलेजका सर्टिफिकेटहरू सुदनले पहिले नै जलाइसकेको थियो। अब उसको कुनै ब्याङ्क एकाउन्ट थिएन, उसको हातमा 1 रुपियाँ पनि हुँदैन थियो। ऊ पूर्ण रूपमा सुदनको आर्थिक र मानसिक दास बनेकी थिइन्। उसको नाम पूर्णिमा थियो, तर अब उनलाई आफ्नो नाम सुन्दा पनि अनौठो लाग्थ्यो। पूर्णिमामा ग्रहण लागेको थियो। सुदनले उनलाई बोलाउँदा ए, ओइ वा घृणित शब्दहरू प्रयोग गर्थ्यो। सुदनको नियन्त्रण यति चरम भयो कि पूर्णिमाले कुन रङ मन पराउँछिन् वा कुन तरकारी उसलाई मनपर्छ भन्ने कुरा पनि उनले बिर्सिन्। उनले केवल सुदनलाई मनपर्ने रङ र सुदनलाई मनपर्ने स्वाद मात्र याद राखिन्। पूर्णिमाको व्यक्तित्वको ऐना अब फुटेर दुजा दुजा भएको थियो। उनी केवल एउटा यस्तो छाया थिइन् जो सुदनको कोठामा छिर्दा डराउँथी र सुदन बाहिर जाँदा सास फेर्थी। उनलाई लाग्थ्यो यो कैद नै उनको नियति हो। पूर्णिमाका लागि अब दिन र रातको भिन्नता हराइसकेको थियो। सुदनले उनलाई शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि यसरी छिया छिया पारेको थियो कि उनको आफ्नै सोच्ने शक्ति पूर्णत नष्ट भएको थियो। यसलाई मनोवैज्ञानिक भाषामा ग्यास लाइटिङ भनिन्छ र सुदन यसमा माहिर थियो। सुदनले पूर्णिमालाई बिस्तारै यो विश्वास दिलाउन सफल भयो कि उनी पागल हुँदैछिन्। एक साँझको कुरा हो, सुदनले पूर्णिमाको अगाडि एउटा नीलो रङको कप राख्यो। 10 मिनटपछि उसले भन्यो, यो रातो कप यहाँ कसले राख्यो? पूर्णिमाले अकमकाउँदै भनिन्, सुदन, यो त नीलो कप हो नि। सुदनको अनुहार अचानक कठोर भयो। उसले पूर्णिमाको गाला समातेर जोडले हल्लायो र भन्यो, के तिमी साँच्चै अन्धी भएकी हौ? यो रातो हो, तिम्रो दिमाग सन्तुलनमा छैन। मलाई डर लागिरहेको छ पूर्णिमा, तिमी बिस्तारै मानसिक रोगी बन्दैछौ। यस्ता ससाना कुराहरू सुदनले दिनौं दोहोर्याउन थाल्यो।
उसले पूर्णिमाले राखेका सामानहरू लुकाइदिन्थ्यो र पछि उनलाई नै दोष दिन्थ्यो। तिमीले नै यहाँ राखेकी हौ, अहिले बिर्स्यौ? तिम्रो स्मरण शक्ति खत्तम भइसक्यो। पूर्णिमालाई अब आफ्नै आँखा र आफ्नै कानमाथि पनि विश्वास लाग्न छोड्यो। उनी कुनै पनि कुरा बोल्नु अघि 10 पटक सोच्न थालिन्। उनलाई सधैँ एउटा यस्तो डरले सताउँथ्यो, कतै मैले गलत त बोलिरहेकी छैन, कतै सुदनले फेरि मलाई पागल भन्ने त होइन। पूर्णिमा अब बाँच्नका लागि होइन, केवल सहनका लागि जिउन थालिन्। उनको मस्तिष्क सर्भाइभल मोडमा गयो। यसको अर्थ थियो आफ्नो कुनै इच्छा नहुनु, कुनै गुनासो नगर्नु र सुदनको रिसलाई कसरी कम गर्ने भन्नेमा मात्र केन्द्रित गर्नु। जब सुदनले उसलाई गाली गर्थ्यो, उनी अब रुन पनि छोडेकी थिइन्। उनको अनुहार एउटा निर्जीव ढुङ्गा जस्तै भएको थियो। सुदनले भन्थ्यो, तिमी कति चिसो र पत्थर जस्तै भएकी छौ। म तिमीलाई माया गर्छु, तर तिम्रो यो मौनताले मलाई रिस उठाउँछ। अर्थात् पूर्णिमाले जे गरे पनि सुदनका लागि गलत नै हुन्थ्यो। उनी हाँसिन् भने उनी बढी भएको मानिन्थिन्। उनी रोइन् भने उनले नाटक गरेको मानिन्थ्यो। उनी शान्त बसिन् भने उनी घमण्डी छिन् भन्ने मानिन्थ्यो। उनको आत्मा भित्रभित्रै मर्दै गयो। उनलाई लाग्थ्यो उनी एउटा गहिरो र अँध्यारो इनारको फेदमा छिन् र माथिबाट सुदनले ढुङ्गाहरू फ्याँकिरहेको छ। उनले ती ढुङ्गाहरूबाट बच्न सिकिन्, तर बाहिर निस्कने प्रयास गर्नै बिर्सिन्। उनको संसारमा अब शब्दहरूको कुनै अर्थ थिएन। उनी केवल सुदनको आँखाको रङ हेरेर उसको मोड बुझ्ने प्रयास गर्थिन्। उनलाई अब आफ्नो कलेज, आफ्नो परिवार र आफ्ना सपनाहरू कुनै अर्को जन्मको कथा जस्तै लाग्न थाल्यो। पूर्णिमा अब केवल एउटा शरीर थिइन् जसभित्र मान्छे धेरै पहिला नै मरिसकेको थियो। एक दिन सुदन घरमा नभएको बेला ढोकामा कसैले लगातार ढकढकाइरह्यो। पूर्णिमाको पहिलो प्रतिक्रिया डर थियो। उसलाई लाग्यो कि सुदनले साँचो बिर्सेर फर्कियो होला वा उसले फेरि केही परीक्षण गर्न खोज्दैछ। काप्दै ढोकाबाट च्याउने ठाउँबाट उसले बाहिर हेरिन्। बाहिर उनले आफ्नो पुरानो साथी प्रणिसलाई देखिन्। प्रणिस, जसलाई सुदनले पूर्णिमाको नजरमा एउटा खराब र चरित्रहीन केटाको रूपमा चित्रण गरिदिएको थियो। प्रणिसको अनुहारमा चिन्ता र हतारो थियो। पूर्णिमाले निकै बेरको हिचकिचाहटपछि ढोका अलिकति खोलिन्। पूर्णिमा, तिम्रो यो अवस्था के हो? प्रणिसले उनलाई देख्ने बित्तिकै आत्तिएर सोध्यो। पूर्णिमाको अनुहार फुङ्ग उडेको थियो। कपाल अस्तव्यस्त थियो र उनको आँखामा एउटा अज्ञात भय नाचिरहेको थियो। उनको आँखामा डर थियो। प्रणिस, तिमी यहाँ किन आएको? सुदन आउने बेला भइसक्यो, प्लिज तिमी यहाँबाट जाऊ। पूर्णिमाले हतार हतार भनिन्। उनको आवाजमा कुनै आत्मीयता थिएन, केवल डर र त्रास मात्रै थियो। म जाँदिन। तिम्रो आमाले रुँदै मलाई फोन गर्नुभयो। तिमीले कसैको फोन उठाउँदैन रहेछौ, कसैलाई भेट्दैन रहेछौ। पूर्णिमा, यो प्रेम होइन, यो कैद हो, यो दासी हो। तिमी दास भएकी छौ। सुदनले तिमीलाई सिद्ध्याइरहेको छ। के तिमीले देखिरहेकी छैनौ? प्रणिसले उसको हात समात्न खोज्यो। पूर्णिमाले झट्कारेर आफ्नो हात फिर्ता लिइन्। उनको भित्र सुदनले रोपिदिएको सत्य जाग्यो। उनलाई लाग्यो कि प्रणिसले सुदनको बारेमा नराम्रो बोलेर उनीहरूको पवित्र सम्बन्ध बिगार्न खोज्दैछ। तिमीलाई के थाहा छ सुदनको बारेमा? पूर्णिमा आक्रोशित भएर चिच्याइन्। ऊ मात्र यस्तो मान्छे हो जसले मलाई यो खराब संसारबाट बचाएर राखेको छ। तिमीहरू सबै मेरो खुसी देख्न सक्दैनौ। सुदनले ठिकै भन्थ्यो। तिमी जस्ता मान्छेहरू नै हाम्रो सम्बन्धको शत्रु हो। जाऊ यहाँबाट, नत्र म सुदनलाई भनिदिन्छु। प्रणिस छक्क पर्यो। उसले पूर्णिमाको आँखामा त्यो पुरानो चञ्चलता होइन, बरु एउटा ब्रेन वास गरिएको मान्छेको पागलपन देख्यो। पूर्णिमा, हेर त आफूलाई। तिम्रो हातमा यो नीलडाम छ, तिम्रो गाला सुन्निएको छ। के यसलाई सुरक्षा भन्छौ? के यसलाई प्रेम माया भन्छौ? त्यो मान्छे अपराधी हो। उसले तिमीलाई मानसिक रोगी बनाइसकेको छ। चुप लाग। पूर्णिमाले ढोका जोडले लगाउन खोजिन्। सत्य उनको लागि अब एउटा खतरा बनिसकेको थियो, किनभने यदि उनले प्रणिसको कुरा मान्ने हो भने उनले यो स्वीकार गर्नुपर्थ्यो कि उनको जीवनको बितेका वर्षहरू एउटा ठूलो भ्रम थिए र त्यो स्वीकार गर्नु उनको लागि मृत्युभन्दा बढी कष्टकर थियो। म खुसी छु प्रणिस, मलाई तिम्रो मद्दत चाहिँदैन। उनले प्रणिसको अनुहारकै अगाडि ढोका बन्द गरिन् र भित्रबाट चुक्क लगाइदिन्। उनको मुटु धड्किरहेको थियो। प्रणिसका शब्दहरू, ऊ अपराधी हो, तिम्रो अनुहार हेर, उनको दिमागमा हथौडा जस्तै बजिरहेको थियो। उनले हतार हतार ऐनाको अगाडि गएर आफ्नो अनुहार छोपिन्। उनलाई प्रणिससँग रिस उठिरहेको थियो, तर त्यो रिस वास्तवमा आफैसँगको डरसँग थियो।
उनले मनमा नै आफूलाई भनिन्, अरूले बुझ्दैनन् मलाई, सुदनले मात्र मलाई माया गर्छ र सुदनले मात्र मलाई बुझ्छ। त्यो साँझ सुदन घर फर्किँदा पूर्णिमाले प्रनिस आएको कुरा लुकाइन्, तर उनलाई थाहा थिएन कि लुकाउनुको अर्थ अब उनी सुदनको झुटो संसारलाई बचाउन आफै पनि झुटो भन्दै थिइन्। उनले मद्दतको अन्तिम हात झट्कारिसकेकी थिइन्। प्रनिस गएको केही दिनपछि पूर्णिमाको ढोका फेरि ढकढकायो। यसपटक पूर्णिमाले सोचिन् सायद फेरि प्रनिस आयो, तर ढोकाको पालबाट हेर्दा उनले एउटा परिचित सेतो सुतीको साडी र चाउरिएको तर ममतामयी अनुहार देखिन्, उनकी आमा सङ्गीता। पूर्णिमाको हात काप्यो। सुदनले आमासँग भेट्न कडा प्रतिबन्ध लगाएको थियो। उनी तिमीलाई मबाट अलग गर्न चाहन्छन्, उनी इमोसनल ब्ल्याकमेल गर्छिन्, सुदनले सधैँ यस्तै भन्ने गर्थ्यो। तर आमाको त्यो अनुहार देखेपछि पूर्णिमाले आफूलाई रोक्न सकिनन्। उनले बिस्तारै ढोका खोलिन्। आमा भित्र पस्नुभयो। कोठामा सुदनको मोजाको गन्ध, रक्सीको हल्का बास्ना र एउटा भारी निस्सासिदो वातावरण थियो। झ्याल कति नखोलेको जस्तो, हावा नछिरेको जस्तो। आमाले केही भन्नु भएन, केही बोल्नु भएन। उहाँले छोरीलाई शिरदेखि पैतालासम्म एकपटक निहालेर हेर्नुभयो। पूर्णिमाले हतार हतार आफ्नो कुर्तीको बाहुला तल तानिन् ताकि पाखुराका नील डामहरू नदेखिउन्। उनले झुटा मुस्कान छर्ने कोसिस गरिन्। आमा, तपाईँ किन दुःख गर्नुभएको? म ठिक छु। सुदनले मलाई धेरै राम्रोसँग राख्नु भएको छ। सङ्गीताले अझै केही बोलिनन्। ऊ भान्सामा गइन् र रित्तो भाँडाहरू हेरिन्। त्यसपछि कोठाको कुनामा थन्किएको पूर्णिमाको पुरानो स्केचबुकमा धुलो जमेको देखिन्। आमाको मौनता पूर्णिमाको लागि सुदनको चिच्याहाटभन्दा बढी चर्को भइरहेको थियो। आमाले पूर्णिमाको नजिक आएर उसको गालामा हात राख्नुभयो। पूर्णिमाले तर्सिएर अलिकति पछि हटी। त्यो प्रतिक्रिया नै आमाको लागि पर्याप्त थियो। गालामा हात राख्दा त्यसरी डराएर पछि हट्नुको कारण के? आमाले देख्नुभयो पूर्णिमाको आँखा मुनिको कालो घेरा, उसको ओठको सानो खत र सबैभन्दा बढी उसको आँखामा मरेको त्यो चमक। मैले तेरो लागि अचार र सेलरोटी ल्याइदिएको छु, आमाले सुस्तरी भन्नुभयो। उहाँको स्वर भारी थियो। तँलाई मनपर्छ नि है नानी? आमा, सुदन आउने बेला भयो, तपाईँ जानुस् न, पूर्णिमाले डराउँदै भनिन्। उनी चाहन्थिन् आमाले उसलाई समातेर रुँदै घर हिँड भनोस्, तर अर्कोतिर सुदनको डरले उसको मुटु कामिरहेको थियो। आमाले पूर्णिमाको आँखामा सिधै हेर्नुभयो। उहाँको आँखामा आँसु थिएन, तर एउटा गहिरो सागर जस्तै पीडा थियो। उहाँले केही प्रश्न सोध्नु भएन। न उसले तँलाई पिट्छ भन्नुभयो, न किन यस्तो भइस् भन्नुभयो। उहाँलाई थाहा थियो यदि उहाँले प्रश्न गर्नुभयो भने त्यो प्रश्नले पूर्णिमालाई अझ बढी डिफेन्सिभ बनाउनेछ। निस्किने बेलामा आमाले पूर्णिमाको हातमा एउटा सानो कागजको टुक्रा थमाउनु भयो र भन्नुभयो, पूर्णिमा, मलाई केही भन्नु पर्दैन, तर सम्झिराख्नु, तेरो एउटा घर यहाँ पनि छ। जब तँलाई लाग्छ कि तँ अब सक्दिनस्, त्यही बेला फर्केर नहेर। म सधैँ ढोकामा बसेर तेरो बाटो कुरिरहेको हुनेछु। आमा गएपछि पूर्णिमाले त्यो कागज खोलिन्। त्यसमा आमाको हातले लेखिएको थियो, त कमजोर छैनस्, त केवल हराएकी छेस्। मेरो छोरी मरेकी छैन, ऊ सुतिरहेकी छे। म ऊ नबिउन्जिन्जेल फर्किरहनेछु। त्यो रात पूर्णिमाले सुदनले ल्याएको खाना खाइनन्। उनले आमाले ल्याएको सेलरोटीको एउटा टुक्रा मुखमा राखिन्। त्यसको स्वादमा उनको बाल्यकाल, उनको स्वतन्त्रता र उनको वास्तविक पहिचान लुकेको थियो। धेरै महिनापछि पूर्णिमाको आँखाबाट तातो आँसु बग्यो। आमाको त्यो मौनताले सुदनले बनाएको झुटो संसारको जग हल्लाइदिएको थियो। उनलाई पहिलो पटक महसुस भयो सुदनले भने जस्तो उनी एक्लो छैनन्। उनको पछाडि एउटा यस्तो मान्छे छ जसले उनलाई बिना कुनै शर्त पर्खिरहेको छ। त्यो मौन प्रेम सुदनको चिच्याहाट भन्दा शक्तिशाली साबित भयो। सुदनको हिंसा अब एउटा यस्तो बिन्दुमा पुगेको थियो जहाँ उसलाई पूर्णिमाको आँसु वा चित्कारले कुनै असर गर्दैन थियो। बरु उसको पीडा देख्दा सुदनलाई एउटा अजीबको शक्ति महसुस हुन्थ्यो। त्यो रात बाहिर मुसलधारे पानी परिरहेको थियो र कोठाभित्र सुदनको रिसको आँधी चलिरहेको थियो। विवादको कुनै ठूलो कारण नै थिएन। सुदनले पूर्णिमाको ओछ्यान मुनि आमाले दिएको त्यो कागजको टुक्रा भेटाएको थियो। मैले तँलाई के भनेको थिएँ? त्यो बुढीसँग नभेट्नु भनेको होइन। सुदनको स्वरमा एउटा जनावरको जस्तो गर्जन थियो। उसले पूर्णिमाको कपाल समातेर भुइँमा पछार्यो। त मेरो पीठ पछाडि षड्यन्त्र गर्छेस्?
मलाई छोडेर भाग्ने योजना बनाए कि तैले? पूर्णिमाले रोई कराई गर्दै भन्न थालिन्। होइन सुदन, आमा भेट्न मात्र आउनु भएको हो, मैले केही गरेकी छैन। तर सुदनको दिमागमा रगत चढिसकेको थियो। उसले पूर्णिमाको घाँटीमा आफ्नो बलियो हात राख्यो र जोडले थिच्यो। पूर्णिमाको स्वर घाँटीमै अड्कियो। उनलाई सास फेर्न सङ्घर्ष भइरह्यो। उनका हात खुट्टा छटपटाउन थाले। उनले सुदनको हात छुटाउन बल गरिन्, तर सुदनको शक्ति र उसको पागलपनको अगाडि उनी असह्य भइरहन्। उनको आँखा अगाडि अँध्यारो छाउन थाल्यो। कोठाको भित्ताहरू घुमेको जस्तै भयो। उनलाई लाग्यो, आज म यो कोठाबाट जीवित निस्किने छैन। सुदनले मलाई साँच्चै मार्दैछ। त्यो केही सेकेन्डको ब्ल्याकआउटमा पूर्णिमाले आफ्नो पुरै जीवन एउटा रिल जस्तै देखिन्। उनले आफूले कोरेका ती रङ्गीन चित्रहरू देखिन्, आमाको मुस्कुराइरहेको अनुहार देखिन् र कलेजको त्यो स्वतन्त्र पूर्णिमालाई देखिन्। र त्यसपछि उनले सुदनको त्यो विभत्स अनुहार देखिन् जो अहिले उनको ज्यान लिन तयार भइरहेको थियो। अचानक सुदनले हात छोडिदियो। पूर्णिमा भुइँमा थचक्क लडिन् र जोड जोडले खोक्न थालिन्। उनको फोक्सोमा हावा छिर्दा एउटा तीखो जलन भयो। सुदनले माथिबाट चिसो स्वरमा भन्यो, म तिमीलाई अहिले नै मार्दिन सक्थे, तर म चाहन्छु कि तिमी हरेक दिन मर। तिमी म बिना केही होइनौ, बुझ्यौ? ऊ ढोका बाहिर निस्क्यो र बाहिरबाट तालचा लगाइदियो। पूर्णिमा त्यही चिसो भुइँमा लडिरहिन्। उनलाई अब सुदनसँग रिस उठिरहेको थिएन, न त डर नै लागिरहेको थियो। उनको भित्र एउटा नयाँ र डरलाग्दो सत्य जन्मिएको थियो। सुदनले आफूलाई नियन्त्रण गर्न सक्दैन। ऊ कुनै पनि दिन, कुनै पनि पल मलाई मार्न सक्छ र मार्नु अघि उसले एक पल पनि सोच्दैन। ऊ जानवर हो। अहिलेसम्म उनलाई लाग्थ्यो कि सुदनले माया गरेर पिट्छ वा ऊ सुध्रिनेछ वा उनले उसलाई सुधार्न सक्छिन्। तर आजको त्यो घाँटी थिचेको अनुभवले उनको सबै भ्रम चिरा चिरा भएको थियो। मृत्युको त्यो स्पर्शले उनलाई बिउजाएको थियो। उनले आफ्नो घाँटी छामिन् जहाँ सुदनको औलाका गहिरा नीलडामहरू बसेका थिए। उनले झ्याल बाहिरको अन्धकारलाई हेरिन्। अब उनले कुनै भविष्यको योजना बनाइनन्। उनले केवल एउटा कुराको योजना बनाइन्, बाँच्ने। उनलाई थाहा भयो कि यदि उनी आज भागिनन् भने भोलि उनको लास मात्र यो कोठाबाट बाहिर निस्किनेछ। त्यो रात पूर्णिमा पहिलो पटक रोइनन्, बरु उनले निकै शान्त भएर अन्धकारमा आफ्नो मुक्ति खोज्न थालिन्। उनको भित्र कलाकार होइन, अब उनको भित्रको एउटी योद्धा बिउजिएको थियो। त्यो रात पूर्णिमाका लागि केवल एउटा रात थिएन, त्यो उनको दोस्रो जन्मको प्रसव पीडा थियो। सुदन बाहिर रक्सीको नसामा लट्ठ भएर सोफामा घुर्दै थियो। पूर्णिमाले कोठाको एउटा कुनामा बसेर घडीको टिक टिक सुनिरहिन्। हरेक सेकेन्डले उनलाई भनिरहेको थियो, अहिले नगए कहिले हुँदैन। उनले कुनै ठूलो झोला प्याक गरिनन्। सुदनले दिएका महँगा लुगा वा गहना वा सामान, ती सबै उनका लागि अब रगत लतपतिएका प्रमाण मात्र थिए। उनले एउटा सानो झोलामा आफ्नो पुरानो नागरिकता, आमाले दिएको त्यो कागजको टुक्रा र कलेजको एउटा पुरानो फोटो मात्र राखिन्। उनले आफ्नो पुरानो फाटेको कुर्ती लगाइन्। ऐनामा अन्तिम पटक आफ्नो अनुहार हेरिन्। घाँटीका नीलडामहरू अझै गाढा थिए, तर आँखामा एउटा यस्तो चमक थियो जुन सुदनले कहिले निभाउन सक्नेवाला थिएन। पूर्णिमाले बिस्तारै ढोकाको चुकुल खोलिन्। आवाज नआओस् भनेर उनले आफ्नो साडीको सप्कोले कब्जामा समातिन्। सुदन सोफामा सुतिरहेको थियो। उसको छेउमा रक्सीको रित्तो बोतल थियो। पूर्णिमाको मुटु यति जोडले धड्किरहेको थियो नि, उसलाई लाग्यो सुदनले त्यो धड्कन सुनेर बिउजिनेछ। उनले सुस्तरी पाइला चालिन्। भुइँमा एउटा कागजको टुक्रा कुल्चिँदा पनि उनी टक्क अडिन्थिन्। सुदन अलिकति चल्मलायो। पूर्णिमाले सास रोकिन्। केही सेकेन्डको त सन्नाटा कुनै वर्षौं लामो सजाए जस्तै थियो। सुदन फेरि शान्त भएर निधायो। उनले मूल ढोकाको तालचा बिस्तारै खोलिन्। बाहिर चिसो हावा चलिरहेको थियो। काठमाडौँको सडक सुनसान थियो। पूर्णिमाले पछाडि फर्केर एकपटक त्यो घरलाई हेरिन् जहाँ उनको अस्तित्वको थुप्रै टुक्राहरू छरिएका थिए। उनले कुनै आँसु बगाइनन्। उनले जुत्ता नलगाई खाली खुट्टा हिँड्न सुरु गरिन् ताकि आवाज नआओस्। केही पर पुगेपछि उनी दौडिन थालिन्। उनका खुट्टामा ढुङ्गा बिजिरहेका थिए, तर उनले त्यो पीडा महसुस गरिनन्। उनलाई केवल एउटा कुरा थाहा थियो, नफर्क, अघि बढ, कुद कुद, भाग। उनले एउटा ट्याक्सी देखिन्। ट्याक्सी ड्राइभरले उनको अवस्था देखेर अचम्म मान्दै सोध्यो, बहिनी यो रातको समयमा कहाँ जाने? पूर्णिमाले काप्दै स्वरमा भनिन्, दाई बस पार्क लैजानुस् न प्लिज। उनलाई थाहा थियो सुदनले सुरुमा मामा घर वा आमाकोमा खोज्नेछ,
त्यसैले उनलाई केही समयका लागि सहरभन्दा टाढा जानु थियो। ट्याक्सी गुड्न थालेपछि पूर्णिमाले झ्यालबाट बाहिर हेरिन्। अँध्यारो रातमा सहरका बत्तीहरू धमिलो देखिन्थे। उनले आफ्नो मोबाइल फोन ट्याक्सीको झ्यालबाट बाहिर फाल्दिन्। सुदनसँग जोडिएको अन्तिम कडी पनि टुट्यो। पहिलो पटक उनलाई महसुस भयो उनको घाँटी अब कसैको मुठ्ठीमा छैन। उनले लामो र गहिरो सास फेरिन्। यो सास अक्सिजन मात्र थिएन, त्यो जीवन थियो। पूर्णिमाले कुनै ठूलो युद्ध जितेकी थिइनन्। उनले त केवल आफ्नो शरीर र आत्मालाई मृत्युबाट जोगाएर ल्याएकी थिइन्। उनीसँग केही थिएन, न पैसा, न घर, न भविष्य। तर उनीसँग एउटा कुरा थियो जुन उनले वर्षौपछि फिर्ता पाएकी थिइन्, आफ्नो ज्यान। बिहानको पहिलो झुल्कोसँगै पूर्णिमा एउटा अज्ञात बसमा चढेर काठमाडौँबाट टाढा गइन्। उनले पछाडि फर्केर हेरिनन्। सुदनको साम्राज्य अब एउटा नमिठो सपना जस्तै टाढा हुँदै गयो। पूर्णिमाले काठमाडौँ छोडेर पोखराको एउटा सानो सेल्टर होममा ओत लिइन्। तर उनले सहर छोड्दैमा सुदनको छायाले उनलाई छोडेको थिएन। सुदनका लागि पूर्णिमाको पलायन एउटा ठूलो अपमान थियो। उसले यसलाई प्रेमको हार होइन, आफ्नो सम्पत्ति हराएको रूपमा लियो। भोलिपल्ट बिहान जब सुदन बिउजियो र पूर्णिमालाई घरमा देखेन, उसको रिसको सीमा रहेन। उसले पागल जस्तै घरका सामानहरू तोडफोड गर्यो। उसले पूर्णिमाको आमाको घरमा पुगेर धम्की दियो, यदि मेरी स्वास्नी फिर्ता आइन भने म यो घरमा आगो लगाइदिन्छु। उसले प्रणेशलाई फोन गरेर गाली गलोज गर्यो र प्रहरीमा मेरी श्रीमती हराई भनेर उल्टै उजुरी हाल्ने कोसिस पनि गर्यो। उसले पूर्णिमाको सामाजिक सञ्जालमा उनी विरुद्ध नराम्रा कुराहरू लेख्न थाल्यो। उसले आफूलाई पीडित देखाउँदै मेसेजहरू पठाउन थाल्यो। पूर्णिमा, मलाई माफ गर, म तिमी बिना बाँच्न सक्दिन। म विष पिउँदैछु। त जहाँ भए पनि म तँलाई खोजेर निकाल्छु अनि तँलाई मेरो खुट्टामा झुकाउँछु। के तँलाई हाम्रो मायाको अलिकति पनि याद छैन? यस्तै यस्तै विभिन्न मेसेजहरू पठाउन थाल्यो। पूर्णिमाले आफ्नो मोबाइल फोन फालेकी थिइन्, तर यी शब्दहरू उनको मस्तिष्कमा गुन्जिरहन्थे। उनलाई हरेक रात सपनामा सुदनले घाँटी थिचेको महसुस हुन्थ्यो। पोस्ट ट्रामाटिक स्ट्रेस PTSDले उनलाई छोडेको थिएन। ढोकाको सामान्य आवाजले पनि उनलाई तर्साउँथ्यो। कोही हिँडेको आवाजले पनि उसलाई तर्साउँथ्यो। कसैले झ्याल खोल्यो भने पनि ऊ तर्सिन्थी। कोही नजिक आयो भने पनि ऊ तर्सिन्थी। आश्रय स्थलमा पूर्णिमाले अरू धेरै महिलाहरूलाई भेटिन् जो उनी जस्तै पीडाबाट गुज्रिएका थिए। कसैको शरीरमा एसिडको दाग थियो, कसैको अनुहारमा नीलडाम। पहिलो पटक पूर्णिमालाई लाग्यो कि उनी एक्लो छैनन्। त्यहाँकी एकजना काउन्सिलरले उनलाई भनिन्, पूर्णिमा, सुदनले पठाएका ती मेसेजहरू माया होइनन्, ती त तिमीलाई फेरि दास बनाउने पासो हुन्। तिमीले ती मेसेजहरूको जवाफ नदिएर आफ्नो पहिलो युद्ध जितिसकेकी छौ। हो, पूर्णिमाले यसपटक जवाफ दिइनन्। सुदनले रगतको फोटो पठाओस् वा मृत्युको धम्की, पूर्णिमाले आफ्नो मुटुलाई ढुङ्गा जस्तै बनाइन्। उसलाई थाहा थियो सुदनको हरेक माफीमा एउटा नयाँ थप्पड लुकेको हुन्छ। उनले आश्रय स्थलमा बिस्तारै फेरि रङ र ब्रस समात्न थालिन्। सुरुमा उनका चित्रहरू काला र डरावना थिए। अँध्यारो कोठा, रगत लतपतिएको हात, फुटेको ऐना। तर बिस्तारै उनले ती चित्रहरूमा अलि रङ भर्न थालिन्, उज्यालो रङ। बाहिर सुदनले उनलाई खोज्न मान्छे पठाएको हल्ला सुनिन्थ्यो। उसले आमालाई मानसिक तनाव दिइरहेको थियो। तर यसपटक पूर्णिमा कमजोर भइनन्। उनले आमालाई एउटा गोप्य नम्बरबाट फोन गरेर भनिन्, आमा, म सुरक्षित छु। सुदनसँग डराउनु पर्दैन। ऊ केवल एउटा कायर हो जसले अरूलाई डराएर आफ्नो शक्ति देखाउन खोज्छ। त्यो रात पूर्णिमाले सुदनका सबै यादहरूलाई एउटा काल्पनिक बाकसमा थुनेर समुद्रमा बगाइदिएको महसुस गरिन्। सुदनले अझै पनि उनलाई पछ्याइरहेको थियो, तर पूर्णिमा अब दौडिरहेकी थिइनन्। उनी उभिन सिक्दै थिइन्। उनलाई थाहा थियो घाउ निको हुन समय लाग्छ, तर निको हुने प्रक्रिया सुरु भइसकेको थियो। स्वतन्त्रता पाउनु एउटा कुरा थियो, तर त्यो स्वतन्त्रतालाई सम्हाल्न सक्नु अर्को चुनौती थियो। पूर्णिमाको शरीर सुदनको घरबाट निस्किएको थियो, तर उनको मस्तिष्क अझै पनि त्यही कोठाको भित्ताहरूमा कैद थियो। उनलाई अझै पनि लाग्थ्यो कि सुदन उनलाई हेरिरहेको छ। त्यो आश्रयलयमा उनले साना बालबालिकाहरूलाई चित्रकला सिकाउन थालिन्। अब उनले आफ्नो जिन्दगीलाई नयाँ मोड दिने सोच्न थालिन्। उनी थेरापी सेसनहरूमा बस्न थालिन्। उनले बुझिन् सुदनले गरेका ती यातनाहरू माया थिएन। उनलाई हानेको थप्पड प्रेम थिएन। पूर्णिमाको कहिले केही गल्ती थिएन। उनले केही गल्ती गरेकी थिएनन्। त्यो नीलो रङ नीलो नै थियो, रातो थिएन। उनी मानसिक रोगी थिएनन्।
जब ती बच्चाहरूले पूर्णिमालाई मिस भनेर बोलाउँथे, उनलाई आफ्नो हराएको सम्मान फिर्ता आएको महसुस हुन्थ्यो। उनले फेरि चम्किला रङहरू प्रयोग गर्न थालिन्। रातो रङ अब रगतको प्रतीक रहेन, त्यो त साहसको प्रतीक बन्यो। उनले आफ्नो घाँटीको त्यो नील डाम ऐनामा हेरिन्। अब उनले त्यसलाई लाज मानेर लुकाइनन्। उनले सोचिन्, यो मेरो कमजोरीको दाग होइन, यो त म बाँचेर आएको प्रमाण हो। यो मेरो जीवनको निशानी हो, यो मेरो विजयको निशानी हो। निको हुनु भनेको सुदनलाई बिर्सिनु मात्र थिएन, निको हुनु भनेको त सुदनले गरेको व्यवहारले आफ्नो भविष्य बर्बाद गर्न नदिनु थियो। पूर्णिमाले बिस्तारै आफ्नो आत्मविश्वासको टुटेको जगलाई एउटा एउटा इट्टा थपेर फेरि उठाउन थालिन्। उनी अब सुदनको पागल प्रेमिका होइनन्, बरु आफ्नै जीवनको लेखक बन्दै थिइन्। उनको आत्माको मर्मत भइरहेको थियो। घाउहरू अझै चहराउँथे, तर अब ती घाउहरूबाट रगत होइन, शक्ति बग्न थालेको थियो। पोखराको शान्त वातावरण र आश्रय स्थलको साथले पूर्णिमालाई एउटा नयाँ ऊर्जा दिएको थियो। अब उनी पीडित वा सर्भाइभर बन्ने बाटोमा थिइनन्। उनले बुझिसकेकी थिइन् कि सुदनले उनको शरीर र समयलाई त कब्जा गर्यो, तर उनको सृजनात्मकतालाई मार्न सकेन। पूर्णिमाले आश्रय स्थलको एउटा सानो कोठालाई आफ्नो स्टुडियो बनाइन्। उनले अब लुकेर होइन, गर्वका साथ क्यानभासमा रङ भर्न थालिन्। उनको पहिलो चित्रको प्रदर्शनी स्थानीय ग्यालरीमा भयो। उनले आफ्नो चित्रकलाको शीर्षक राखिन्, पिञ्जडा बाहिरको आकाश। उनका चित्रहरूमा अब डर थिएन। त्यहाँ एउटा महिला थिइन् जसको घाँटीमा साङ्लोको निशान थियो, तर उसको हातमा एउटा चम्किलो सूर्य थियो। मानिसहरूले उनको कलाको प्रशंसा मात्र गरेनन्, उनको कथा सुनेर धेरैले प्रेरणा पनि पाए। पूर्णिमालाई महसुस भयो उनको पीडा केवल उनको मात्र रहेन, यो त हजारौं मौन महिलाहरूको आवाज थियो। एक दिन पूर्णिमा बजारमा हिँड्दै गर्दा अचानक सुदन जस्तै देखिने एउटा मान्छे उनले देखिन्। सुरुमा उनको मुटुको धड्कन बढ्यो, हातहरू काप्यो, तर यसपटक उनी लुकिनन्। उनले गहिरो सास फेरिन् र आफैलाई भनिन्, ऊ यहाँ छैन, र यदि ऊ यहाँ आयो भने पनि उसँग मलाई चोट पुर्याउने शक्ति अब छैन, किनकि मैले उसलाई मेरो मनबाट निकालिसके। ऊ मेरो लागि कोही पनि होइन। त्यो दिन उनलाई थाहा भयो कि सुदनको शक्ति उसको मुड्कीमा थिएन, बरु पूर्णिमाको डरमा थियो। जब उनले डराउन छोडिन्, सुदन स्वतः शक्तिहीन भयो। पूर्णिमाले हिम्मत जुटाएर सुदन विरुद्ध घरेलु हिंसाको उजुरी दर्ता गरिन्। सुदनले धेरै पटक फोन गरेर मान्छे पठाएर मुद्दा फिर्ता लिने दबाब दियो। उसले फेरि उही पुरानो आत्महत्याको धम्की पनि दियो, तर यसपटक पूर्णिमाले एउटै जवाफ दिइन्, तिम्रो जीवन तिम्रो हातमा छ सुदन, मेरो होइन। मैले तिम्रो भारी बोक्न छोडिसके। उनले आफ्नो पुरानो नागरिकता र सर्टिफिकेटहरू पुनः निकालिन्। उनले एउटा सानो आर्ट स्कुल खोल्ने योजना बनाइन्। उनले आफ्नो नाम पूर्णिमालाई फेरि प्रेम गर्न थालिन्। अब उनलाई सुदनको श्रीमती वा सुदनकी प्रेमिका भनेर चिनिनु थिएन। उनी केवल पूर्णिमा थिइन्, एउटी कलाकार, एउटी छोरी र एउटा स्वतन्त्र नागरिक। उनले आफ्ना आमालाई पोखरा बोलाइन्। जब आमा र छोरी फेवातालको किनारमा सँगै हिँडे, आमाको आँखामा पहिलो पटक सन्तोषको आँसु थियो। आमाले भन्नुभयो, मैले मेरी छोरीलाई फिर्ता पाएँ। पूर्णिमाले बुझिन् कि सुदनले उनलाई एउटा अँध्यारो कोठामा थुनेर उनको पहिचान मेटाउन खोजेको थियो, तर त्यही अँध्यारोमा उनले आफ्नो भित्री प्रकाश फेला पारिन्। उनी अब कसैको छाया थिइनन्, उनी आफैमा एउटा पूर्ण चन्द्रमा जस्तै चम्किरहेकी थिइन्। उनको पहिचान अब सुदनले दिएको चोटहरूमा होइन, बरु उनले आफैले कोरेको नयाँ रङहरूमा देखिन थाल्यो। वर्षौं बिते। काठमाडौँको त्यो अँध्यारो कोठा, सुदनको त्यो भारी पदचाप र ती डरलाग्दा रातहरू अब पूर्णिमाको लागि एउटा धमिलो सम्झना मात्रै थिए। तर ती सम्झनाहरूले अब उनलाई दुखाउँदैन थिए, बरु उनलाई आफ्नो शक्तिको याद दिलाउँथे। पूर्णिमा अब पोखराको एउटा डाँडामा आफ्नो सानो आर्ट ग्यालरी र रिह्याब सेन्टर चलाउँछिन्। उनको केन्द्रको नाम छ पुनर्जन्म। त्यहाँ उनी ती महिलाहरूलाई मद्दत गर्छिन् जो कहिले न कहिले सुदन जस्तै मान्छेको जालमा फँसेका थिए। अहिले पूर्णिमा ऐनाको अगाडि उभिँदा आफ्नो अनुहारलाई मायाले हेर्छिन्। उनको घाँटीमा अझै पनि एउटा सानो खत त छ जुन सुदनले घाँटी थिच्दा बसेको थियो, तर अब उसले त्यसलाई लुकाउन कन्सिलर वा फाउन्डेसन लगाउँदिनन्। त्यो खत उनको लागि लज्जा होइन, बरु वीरताको पदक हो। उनले बुझिसकेकी छन् उनी कमजोर भएर दबिएकी थिइनन्, उनलाई त नियोजित रूपमा हराउन खोजिएको थियो।
एक दिन उनलाई समाचार मिल्यो कि सुदनले अर्को बिहे गर्यो र त्यहाँ पनि उसले उस्तै हिंसा दोहोऱ्याएपछि ऊ कानुनी फन्दामा पर्यो। यो खबर सुन्दा पूर्णिमाको मनमा न त खुसी आयो न त घृणा। उनले केवल एउटा लामो सास फेरिन् र सोचिन्, कति धेरै पूर्णिमाहरू अझै त्यो नर्कमा होलान् जसले बाहिर निस्किने बाटो देखिरहेका छैनन्। पूर्णिमाले फेरि प्रेम गर्न सिकिन्, तर यसपटक उनले अर्को कुनै पुरुषलाई होइन बरु आफैलाई प्रेम गरिन्। उनले बुझिन् कि प्रेम भनेको आत्मसमर्पण होइन, प्रेम भनेको त सँगै हुर्किनु र एकअर्काको स्वतन्त्रताको सम्मान गर्नु हो। अब उनको जीवनमा कोही आउनु वा जानुले उनको पूर्णतालाई असर गर्दैन थियो। उनी आफैमा एउटा पूर्ण ब्रह्माण्ड थिइन्। पूर्णिमा अब त्यो पूर्णिमा रहिनन् जसले सुदनको आदेश कुरिरहन्थिन्। उनी त अब त्यो खुल्ला आकाश थिइन् जहाँ बादलहरू आउँछन् र जान्छन्, तर आकाश सधैँ स्थिर र विशाल रहन्छ। यो अडियो नोभलको अन्त्य केवल एउटा कथाको विसर्जन होइन, बल्कि यो प्रेमको नाममा हुने हिंसा र घरभित्र गुम्सिएका चित्कारहरू विरुद्धको एउटा ठूलो आवाज हो। प्रेममा जब अधिकारले आदरलाई थिच्छ नि र सुरक्षाको नाममा स्वतन्त्रताको घाँटी थिचिन्छ नि, तब त्यो प्रेम रहँदैन, त्यो एउटा अदृश्य कारागार बन्न पुग्छ। पूर्णिमाको यो यात्राले हामीलाई सिकाउँछ कि शारीरिक चोट त समयसँगै निको होला, तर आत्मसम्मानमा लागेको चोटले मानिसलाई जिउँदो लास बनाइदिन्छ। घरेलु हिंसा कुनै व्यक्तिगत समस्या होइन, यो एउटा यस्तो रोग हो जसले मानिसको पहिचान र साहसलाई बिस्तारै खिया लगाउँदै लैजान्छ। सुदन जस्ता पात्रहरूले दिने पीडा र त्यसपछिको झुटो माफीको चक्र एउटा यस्तो दलदल हो जहाँबाट निस्किन आशाले मात्र पुग्दैन, विद्रोहको साहस चाहिन्छ। यो उपन्यासले हरेक लिसनरको मनमा एउटा प्रश्न छोडेर जाओस् भन्ने मेरो प्रार्थना हो कि हामी प्रेमको नाममा हिंसालाई त सही रहेको छैनौँ कि तपाईँको लभरले तपाईँलाई पिटेर तपाईँलाई माया गरेको नाटक गरेर सरी भनेर फेरि पिटेर फेरि मै त हो नि भनेर जताइ त रहेको छैन, माया भनेर झुटो आशा देखाइ त रहेको छैन। पूर्णिमाको पलायन कुनै हार थिएन, त्यो त आफ्नै अस्तित्व बचाउन गरिएको एउटा पवित्र युद्ध थियो। यो कथाले सन्देश दिन्छ कि कुनै पनि सम्बन्ध तपाईँको ज्यान र तपाईँको खुसीभन्दा ठुलो हुन सक्दैन। अन्ततः स्वतन्त्रताको आकाश त्यही व्यक्तिले मात्र देख्न सक्छ जसले पिञ्जडाको मखमली सत्कारभन्दा बाहिरको आधी बेरीलाई रोज्ने हिम्मत गर्छ, किनकि साँचो प्रेमले कहिले साङ्लो लाउँदैन, यसले त केवल उड्नको लागि पखेटा दिन्छ। बुझ्नुभयो नि? यदि तपाईँको प्रेमी वा प्रेमिकाले तपाईँलाई साँच्चै माया गर्छ भने तपाईँलाई बाधा अडचन राखेर, ब्ल्याकमेल गरेर, शर्तहरू राखेर माया गर्दैन। जुन मायामा शर्त हुन्छ नि त्यो माया स्वार्थी हुन्छ। जुन मायामा हात उठाइन्छ नि त्यो त माया हुँदै होइन, एक होइन, दुई होइन, तीन होइन। हस् त, कस्तो लाग्यो तपाईँहरूलाई आजको यो अडियो नोभल? आशा छ मन पर्यो होला पहिला जस्तै। म फेरि पनि भन्छु, कमेन्ट गरिदिनु होला कस्तो लाग्यो, मैले आफूलाई सच्याउने मौका पाउनेछु। लाइक गरिदिनु होला, तपाईँहरूले लाइक गर्नुभयो भने युट्युबले अरू धेरै लिसनरहरूलाई, भ्युवरहरूलाई सजेस्ट गर्नेछ यो भिडियोहरू, यस्तै कथाहरू। र तपाईँहरूलाई कस्ता कस्ता कथाहरू मनपर्छन् तपाईँहरूले टाइटल भन्नुहोस् वा आइडिया मात्रै भन्नुभयो भने पनि म त्यसलाई लेखेर पूर्ण रूपमा त्यसमा जीवन भरेर त्यसलाई वाचन गर्नेछु है। यति भन्दै च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला र तपाईँहरूसँग पनि यस्तै कथाहरू छन् भने लेखेर पठाउनु होला arjunsubedyofficial@gmail.com मा। हस्त स्वस्थ रहनु होला, मस्त रहनु होला। नमस्ते।